हामीले कथा श्रवण गर्यौं। विदुरजीले आफ्नो पद त्याग्नुभयो हस्तिनापुरमा दुर्योधनको दुर्वचनले। तीर्थयात्रामा निस्कन विदुरजी उद्धवजीसँग भेट भयो अनि उद्धवजीले भगवानका दिव्य कथाहरू श्रवण गराउनुभयो। उद्धवजीका मुखा र बिन्दबाट भगवान श्रीकृष्णको सुधाम गएको कुरा थाहा भयो। त्यसपछि ज्ञानको याचना गर्नुभयो जुन उद्धवजीलाई भगवानले दिनुभएको थियो। अहिले भगवानले दिएको ज्ञान म तपाईलाई उपलब्ध गराउन सक्दिनँ, मैत्रेयजीले मसँगै सुन्नुभएको थियो, उहाँ गएर सुन्नुहोस् भन्नुभयो। अनि मैत्रेयजीका सँग जानुहुन्छ विदुर। संसार सृष्टिक्रम, भगवानको दिव्य स्वरूप, माया, यो चराचर जगतको कारण सबै कुराको विषयमा प्रश्न गर्नुहुन्छ। यसै क्रममा यो संसारको उत्पत्तिको प्रसङ्ग सुनाउनुहुन्छ। पहिले आदिकालमा संसार केही पनि थिएन, न तपाईँ न हामी, न हाम्रो पृथ्वी, न हाम्रो ब्रह्माण्ड, कुनै प्रकारको प्राकृतिक सत्ता थिएन। केवल भगवान मात्रै हुनुहुन्थ्यो। वही भगवानले एकबाट बहु नै इच्छा गर्नुभयो। भगवान स्वयं नै जो प्रधान शक्ति पूर्व सृष्टिको प्रलयमा भगवानमा लय भएकी थिइन्, निर्गुण रूपमा है, फेरि सगुण रूपमा होइन। तिनै भित्र अनुगत भइदिनु भयो। त्यसपछि काल कर्म र स्वभावलाई भगवानले स्वीकार गर्नुभयो। महत्त्वको उत्पत्ति भयो अनि रज सत्व र तमगुणका मात्राको वृद्धि भयो, जसबाट अहङ्कारको उत्पत्ति भयो, अहङ्कारको पनि विकार भयो। त्यो तीन भागमा, एउटा तेजस, एउटा तामस र अर्को वैकारिक, जसमा द्रव्य शक्ति, क्रिया शक्ति र ज्ञान शक्ति। यसै गरी पञ्चमहाभूतको उत्पत्ति हुन्छ। तामसबाट आकाश, आकाशबाट वायुको उत्पत्ति, वायुबाट तेजको उत्पत्ति, तेजबाट जलको उत्पत्ति, जलबाट स्थलको उत्पत्ति। यसरी पञ्चमहाभूतको उत्पत्ति भयो। अहिले हामीले केटाकेटीलाई स्कुलमा पढाउँदा 3टा महाभूत भनेर पढाउँछौँ। हाम्रो वैदिक शास्त्रमा 5वटा महाभूतको कुरा छ। तेज र आकाश भन्दा बाहेक ग्यास, लिक्विड र सोडियम भनेर पढाइन्छ साइन्समा। अहिले हाम्रो पूर्वीय दर्शनले चाहिँ आकाशलाई पनि पदार्थ मानेको छ र तेजलाई पनि पदार्थ मानेको छ। त्यसैले पदार्थको संख्या 5 भनेको छ। यो 5वटा पदार्थको उत्पत्ति अनि मन, बुद्धि, चित्त, अहङ्कार, इन्द्रियहरू, तिनका अधिष्ठात्री देवताहरू, यी सबैको निर्माण भइसके पछाडि, यी सबैभित्र भगवान दिव्य रूप अनुगत भइसके पछाडि र भगवानको इच्छाले नि सबै तत्त्व एकट्ठा भएपछि अहिले हाम्रोको वर्तमान प्रकृतिको निर्माण भएको हो। त्यो प्रकृति जो स्वर्ग निर्माण छ, त्यो स्वर्ग निर्माणको एउटा क्रम हुन्छ र तिनै स्वर्ग प्राकृतिक तत्त्वहरूको संयोजनद्वारा तिनैबाट फेरि अर्को विकारको उत्पत्ति हुन्छ। त्यसलाई भन्छ जीव समूह। जुन जीव समूहको विकास क्रमसँगै हामी मान्छे भएर उत्पत्ति भएका छौँ। यो सृष्टिलाई विसर्ग सृष्टि भनिन्छ। विभिन्न प्रकारका सृष्टिको विषयमा बताउनु भयो। अनि दिदीको गर्भधारण सँगसँगै हिरण्याक्षको उत्पत्ति, हिरण्याक्षलाई भगवान स्वयं प्रकट भएर अन्त्य गर्नुभएको प्रसङ्ग इत्यादि हामी कथा श्रवण गर्दै थियौँ हिजो बेलुकाको कथा सम्बन्धमा। ब्रह्माजीले विभिन्न प्रकारका सृष्टि रचना गर्नुभएको छ। सबभन्दा अहिले हाम्रो जस्तो मैथुन आदि सृष्टि थिएन। स्त्री र पुरुष भन्ने थिएन। जति सृष्टि गर्नुहुन्थ्यो अब निश्चित काल अवधिपछि त्यो मर्ने, फेरि सृष्टि नहुने, फेरि बनाउनु पर्ने, यस्तो भयो। अब त फेरि पहिलो सृष्टि के हो भने अहिले जस्तो आत्मक सृष्टिमा निरात्मक सृष्टि थियो। एक अण्ड हजारौं वर्ष निरात्मक रह्यो। जबसम्म भगवान त्यसभित्र प्रवेश गर्नु भएन पुरुष रूप आत्मा रूपमा, त्यसले गति प्राप्त गरेन, त्यो जीवित भएन, त्यसमा जीवन रहेन। जब भगवान अनुगत भइदिनु भयो त्यसमा जीवनको उत्पत्ति भयो। अनि
त्यसबाट नै चराचर जगतको जीवहरूको चाहिँ सृष्टि भएको छ। नाभि कमलबाट भनेको छ अनन्त कोटी ब्रह्माण्ड जहाँ छ, जहाँ अटाएको छ त्यो भगवानको शरीर हो। आकाश शरीरम ब्रह्म, करोडौं ब्रह्माण्ड जहाँ विचरण गर्छन् अटाउँछन् त्यो शरीर हो। जस्तो हाम्रो शरीरमा कति कोष हुन्छ हामी गर्न सक्दैनौँ, हाम्रो कोष हामी पनि देख्दैनौँ, त्यस्तै एउटा ब्रह्माण्ड भनेको भगवानको स्थूल शरीरको एउटा सानो कोष जस्तै हो। एउटा दुईटा कोष बन्दामा, एउटा दुईटा कोष बिग्रदामा हामीलाई के असर गर्छ? गर्दैन। त्यस्तै यो 2-4 हजारौं ब्रह्माण्ड लाखौं ब्रह्माण्ड उत्पत्ति र विनाश हुँदा केही असर गर्दैन विराट स्वरूपलाई। र यो भगवानको दिव्य विराट स्वरूप छ। यो यसका विभूतिहरूका कुराहरू छन्। यी सबै कुराहरू परीक्षित महाराज सुखदेव स्वामी सुनाउनुहुन्छ। र अनन्तकोटी ब्रह्माण्ड सत्ता ज करोडौं अरबौं ब्रह्माण्ड पिण्डहरू विचरण गर्छन्। यो सबै भनेका के हुन् भन्दा भगवानका अङ्गहरू हुन्, भगवानका शरीर हुन्, भगवान शरीरका कोशिका हुने ब्रह्माण्ड भनेको। अनि जो गन्न सकिँदैन, अनकाउन्टेबल भनेको छ, अगणनीय भनेको छ। त्यसैले अनन्त कोटी ब्रह्माण्डका नायक भनिन्छ भगवानलाई, अगणनीय। आत्मा इदम एकम, आत्मा इदम भनेको, आत्मा भनेको सबैतिर विराजमान पुरुष रूपमा अवस्थित शरीर बन्धन या प्रकृतिभित्र अनुगत भएको तत्त्व हो। त्यसलाई भन्छ आत्मा। वा इदम भनेको, इदम भनेको भगवान विष्णु या भगवान पूर्ण ब्रह्म या भगवान सदाशिव। नाम जे भन्दा पनि फरक पर्दैन। भगवान एउटा परमेश्वर रूप जो भगवानको दिव्य रूप छ, वो दुईटा, एउटा पुरुषको आत्माको रूप र अर्को पुरुषोत्तम रूप, दुईटै रूप थिएन या कुनै प्रकृतिका तत्त्वहरू थिएनन्, केवल ईश्वर मात्रै हुनुहुन्थ्यो। हो असत र असत। सत भनेको स्थायी ईश्वर, असत भनेको प्रकृति अस्थायी। असत भनेको यो मिथ्या, हामी जुन नेपाली शब्दमा जुन ढङ्गले भन्छौँ संस्कृतमा मृषा या मिथ्या भनेको चाहिँ असत भनेको एउटा टाइममा हुने अर्को टाइममा नहुने, केही समयको लागि मात्रै त्यसको उपस्थितिको अनुभव गर्न सकिने, त्यसको उपस्थिति बुझ्न सकिने भएको हुनाले त्यसलाई असत भनिएको छ। जो सधैँ स्थायी रहन्छ त्यसलाई सत भनिन्छ। यसै गरी ब्रह्माजीका सृष्टि क्रमहरू छन्। अनि ब्रह्माजीले आफ्नो शरीरलाई 2 भागमा विभक्त गर्नुहुन्छ। एउटा शरीर स्त्रीको, एउटा शरीर पुरुषको। अनि स्वयं भुवस्थ मनोरूप वंश परम सम्मत उत्पत्ति भएको त पुरुष स्वयम्भू मनु, अनि उत्पत्ति भएकी ती महिला शतरूपा रानी। अब यहाँ विदुरजी भन्नुहुन्छ स्वयम्भू मनुको वंशको जुन वर्णन छ अत्यन्तै आदरणीय, सुन्न योग्य हो, त्यस्तो मानिएको छ। त्यसैले उनै स्वयम्भू मनु र मनुभन्दा पछाडि उनका वंशमा उत्पत्ति भएका भगवानका दिव्य भक्त जो छन् तिनीहरूको सबै कथा, उनका वंश परम्परा कथा सबै सुन्ने इच्छा छ भन्नुभयो। कथिताम भगवान यत्र मैथुनी नैतिरे प्रजा। अब त्यसपछिको सृष्टि भनेको मैथुनादि सृष्टि, पुरुष र स्त्री, जसबाट सृष्टिको क्रम अगाडि बढ्छ। यता हुनुहुन्छ ब्रह्माजी। ब्रह्माजीले भन्नुहुन्छ हे कर्दमजी, अब बिहा गर्नुपर्छ, सन्तान पृथ्वीमा धेरै बनाउनु पर्छ। मेरो इच्छा छ पृथ्वीभरि सबै सन्तानले ढाकेको हेर्ने, यो कार्य तिमीले पुरा गर भन्नुभयो। कर्दमजी भन्नुहुन्छ पिताश्री, हजुरले आज्ञा गर्नुभयो, हजुरको आज्ञालाई म नाइ भन्न त सक्दिनँ, तर यो घर परिवार व्यवहार भनेको बन्धन हो, यिनको लालन पालन, यिनको संरक्षण भनौँ। अनि दिन गएको पत्तै हुँदैन। जति परिवारको संसर्गमा रहन्छ, सँग संसारमा रहन्छ, त्यति नै आसक्ति बढ्दै जान्छ। जति उमेर बढ्दै गयो उति मान्छे लोभी हुँदै जान्छ। ख्याल गर्नु होला। हामी 14-15 वर्षमा जति उदार थियौँ, 18-20 वर्षमा अलिक बढी उदार कम भयौँ, 20-25 वर्षपछि परिवार जम्माजाल के खाएर हुनु। त्यो घरको मूल मान्छेलाई त नि एउटा टोपी किन्ने पनि पैसा हुँदैन। तलब कति खाना चाहिँ खान्छ 1-1.5 लाख भनौँ, बिचरा लास्टमा घरको मूल्यको टोपी किन्ने पैसा पनि हुँदैन। के हुन्छ? बिनाउँदा बिनाउँदा परिवारलाई पाल्दा पाल्दा उसको केही पनि हुँदैन। भइगयो अर्को पालो पनि, पालो कहिले आउँदैन। तपाईँहरूले आमा बुवाले अनुभव गर्नुभएको छैन? बाआमाको घरको जो गार्जेन, जो आर्थिक जिम्मेवारी, पारिवारिक जिम्मेवारी जोसँग छ, उनको पालो कहिले आउँदैन, प्राथमिकतामा पर्दैन। पत्नीको केही प्राथमिकतामा पर्छ, अनि छोराको परो, छोरीको परो, लालन पालन भनौँ, पढाउनु पढो, यताउति पढो भनौँ, सबै हुन्छ। आफ्नो प्राथमिकता कहिले हुँदैन, प्राथमिकतामा परिँदैन।
यो परिवार बन्धन हुन्छ तैपनि हजुरले आज्ञा गरिहाल्नु भयो नाइ भन्ने कुरा भएन। त्यो परिवार घर गृहस्थ चाहिँ स्वर्ग हुन्छ कि नर्क हुन्छ भन्ने कुरा महिलामा भर हुन्छ भनेको छ। फेरि हामीलाई जहिले कथा महिलाकै भन्नु होला, होइन। महिला लक्ष्मीको प्रतीक मानिएको छ, सौभाग्यको प्रतीक मानिएको छ कि होइन, लक्ष्मीको प्रतीक मानिएको छ, घरको खुसियालीको प्रतीक मानिएको छ महिलालाई। त्यसैले जुन घरमा असल महिला हुनुहुन्छ, समुद्रिक महिला हुनुहुन्छ, सांस्कारिक महिला हुनुहुन्छ, सिनले युक्त भएको महिला हुनुहुन्छ, त्यो घर स्वर्ग हुन्छ। सबभन्दा उत्तम मनुष्यको थाहा छ, परिवारमा जसले केही नभनिकन उहाँलाई यस्तो चाहिएको होला भनेर आफै जानेर गर्ने मान्छे उत्तम हुन्छ। महिलामा यो नियम लाग्छ, सासु बुहारी हामी जो छौँ सबैमा नियम लाग्छ। हाम्रो परिवारजनका कोही सदस्यले पनि यसो गर्नु पर्यो नभनिकन उसलाई यसो गर्नुपर्छ भनेर आफ्नो कर्तव्य दायित्व बुझेर आज्ञा नगरिकन गर्ने उत्तम खालको हो। अर्को मध्यम हुन्छ। मध्यम कस्तो भने अराएको चाहिँ मान्ने नअराएको नगर्ने, यो मध्यम खालको हो। अनि नर्क भन्ने घर कहाँ थाहा छ? जहाँ अरायो त्यहाँ टेर्दैन, त्यहाँ नर्क हुन्छ। भनो भोलि खेर मात्रै हुन्छ, काम लाग्दैन। राम्रै भनो नराम्रो बुझ्नुहुन्छ, राम्रैको लागि भनौ आशय अर्को लगाउनुहुन्छ, यो अदम खालको हो। त्यसले हामीले कस्तो खालको व्यवहार गर्ने त घरमा भन्दा हामीले उत्तम खालको व्यवहार गर्नुपर्छ। उत्तम व्यवहार भनेको हाम्रा घर व्यवहार सबै कर्महरू गर्दाखेरि हाम्रा कार्य सम्पादन गर्दा कसैले अराउनु नपरोस्, देखेर टक्क 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 जानियोस्, कि होइन बुवा? त उत्तम हो नि। अब उत्तम गर्न सकेन मध्यम भए पनि चल्छ। कम्तीमा अरब श्रीमानले अफिसबाट आएर घरमा बस्दा अलिकति तातो पानी खाउँ न भन्दा हस् हजुर भन्ने मध्यम खालको। अब श्रीमान अफिसबाट आउनुभयो या श्रीमती अफिसबाट आउनुभयो, घरमा श्रीमान हुनुहुन्छ, जसले गर्दा यसको उसको भन्ने छैन। अब आउनुभयो, ओहो हजुरलाई तिर्खा लाग्यो बेला बसौँ भनेर सटक नभए निकान पानी ल्याउने उत्तम, लौ न ल्याऊ भन्न दिने मध्यम। अब फेरि लौ न अलिकति भन्दा भनौँ के यति पनि हराउनु पर्छ? आउनु जानु भाँडामा छ त सुसो थिच्नु आइहाल्छ, तातै छ त, पानी पनि माग्नुपर्छ, झिकेर खान सक्नुहुन्न भन्ने चाहिँ अदम। यही हो स्वर्ग। यी हेर्नु न, औसत हाम्रो परिवारमा स्वर्ग पनि, हाम्रै परिवारमा नर्क पनि, हाम्रै परिवारमा समविचको अवस्था पनि छ कि छैन? छ। यो महिलाहरूमा ठुलो भर हुन्छ अरे। हेर्नुहोस्, घरको आधार हो घरको महिला। घर भनेको हामीलाई थाहा छ, हाम्रा बाआमाहरूले भन्नुहुन्थ्यो फलाना छोराको घर भएन, घर त छ, सिमेन्टी पाइन्छ, पिल्लर पनि छ, माटो ढुङ्गो पाइन्छ, किन भने बेला घर भएन हामीलाई लाग्थ्यो बच्चा बच्चीमा। पछि बुझ्दै गएको हो रहेछ घर। घर भनेको माटो ढुङ्गोको थुप्रो होइन रहेछ। घर भनेको त्यो जहाँ श्रीमती लक्षण किसिम त्यो घर हो। श्रीमती रहेको ठाउँलाई घर भनिन्छ, श्रीमती छैन भने घर हुँदैन भनेको छ। त्यसैले त घर भनेकै महिला भएको हुनाले महिलाको रोल अत्यन्तै महत्त्वपूर्ण हुन्छ। घरको खुसियालीका निमित्त, परिवारजनको खुसियालीका निमित्त, घरमा सौहार्द वातावरण निर्माणका निमित्त महिलाहरूको ठुलो रोल हुन्छ। त्यसैले अब भन्नुहुन्छ कर्दमजी, अब बिहा त गरौँ, ती ल्याउने महिला चाहिँ फेरि उत्तम नपर्लिन्, मध्यमसम्म त ठिकै हो, त्यो अदम खालके पर्लिन्। त्यो अदम महिला परिन् भने घरमा त कहिले आनन्द र शान्ति हुँदैन। घर त केवल एक नरक कुण्ड बन्दछ। अब के गर्ने होला भन्ने विचार गर्नुभयो। अब संसारका सबभन्दा ठुला को हुनुहुन्छ? भगवान। बिहा कहाँबाट हुन्छ थाहा छ? उहीबाट निर्णय हुन्छ। यहाँ त हामी त निमित्त मात्रै हो कि होइन? फलानाको जोडी उहीबाट भगवानले तय गरेर पठाउनुहुन्छ। अब भगवानले पठाउने जोडी चाहिँ उत्तम होस् भन्ने आशयका साथ तपस्याकोमा रत हुनुभयो कर्दमजी। ब्रह्माजीलाई भन्नुहुन्छ, पिताश्री हजुरको आज्ञाको मैले पालना गरेँ, अब भगवानको पुकारा गर्छु, भगवानलाई दिएको प्रसाद रूपी कन्यालाई ग्रहण गर्छु र हजुरको आज्ञाको शिरधारीलाई गर्छु भन्नुभयो। त्यसपछि तपस्यामा कति वर्ष तपस्या भन्दा हजारौं वर्ष, सहस्रनाम समादश भनेको छ, 10,000 वर्ष चाहिँ तपस्या गर्नुभयो। अब तपस्यामा रत रहँदाखेरि उहाँको शरीर सुकेर खङ्रङ्ग भएछ। भगवानले दर्शन दिनुभयो, यसो हेर्नुभयो आफ्नो भक्तलाई, भगवानको हृदय द्रवित भयो, आँखाबाट तुपुक्क आँसु खस्यो, अनि ठुलो सरोवर निर्माण भएछ। अनि भन्नुहुन्छ, कर्दम तिम्रो तपस्याबाट म प्रसन्न भएँ, के छ वरदान माग भन्नुहुन्छ। कर्दमजीले आँखा हेर्नुभयो,
अन्तर हृदयभित्र जुन भगवानलाई सजाएर ध्यान गरेको तपस्यामा रहेको यी भगवान आफ्नो अगाडि प्रत्यक्ष रूपमा प्रकट भएको देख्दा दिव्य आनन्दको अनुभूति भयो कर्दमजीलाई। हे प्रभु, हजुर संसारका सबै जीव जीवात्मा त अन्तर्यामी हुनुहुन्छ। अब मैले हजुरलाई के निवेदन गर्नुपर्छ र मेरो पनि भित्र अन्तर साक्षी रूपमा हजुर विराजमान हुनुहुन्छ। ब्रह्माजीले आज्ञा गर्नुभयो बिहा गर्नु सन्तान जन्माउनु भनेर। ब्रह्माजीको आज्ञाको मैले पालना गर्ने हेतु हजुरको पुकारा गर्ने प्रभु, म बिहा गर्न चाहन्छु। हजुरले संसार रूपी समुद्रबाट संसारका सबै जीव जीवात्माहरूलाई पार लगाउने एक ढुङ्गा समान हुनुहुन्छ। यो भवसागरबाट त दिव्य हजुरको सोधाममा लाने सामर्थ्यता हजुरको जबसम्म अनुग्रह हुँदैन तबसम्म साधकको प्रयासले मात्रै पुग्दैन प्रभु। त्यसैले मेरो कुरा सुनिदिनुहोस्, मलाई बिहा गर्ने इच्छा छ, ब्रह्माजीको आज्ञा छ, मलाई राम्री केटी चाहियो भन्नु। अनि कस्तो चाहियो भने भगवान सोध्नुहुन्छ। समतामा प्रेम हुन्छ, विषमतामा द्वन्द्व। हाम्रो घरमा झगडा पनि छ, प्रेम पनि छ कि छैन? अनि कुन बेलामा झगडा हुन्छ, कुन बेलामा प्रेम हुन्छ, आफैले मूल्याङ्कन गर्नुहोस् त। जब समता हुन्छ त्यहाँ झगडा हुँदैन, प्रेम हुन्छ। जहाँ विषमता हुन्छ त्यहाँ झगडा हुन्छ। हातका चोरा पनि हल्लेपछि बच्छन् कि कसो? स्थिर अवस्थामा बच्दैनन्। अनपेक्षित खालका हाम्रो हरकतहरू हुन्छन्, सुख प्रतिकूल हाम्रा हरकतहरू हुन्छन्। त्यस बेलामा दुःख र कष्टको प्राप्ति भइहाल्छ। हाम्रो हरकत भनेको विषमतापूर्ण हरकत। जब हामीमा एक खालको समता हुन्छ, दुवैको सिलमा एउटै आनी बानी मिल्छ, त्यहाँ प्रेम हुन्छ। आनी बानी इच्छाहरू विषयहरू अलग हुने बित्तिकै त्यहाँ द्वन्द्व हुन्छ। त्यसैले भन्छ समानशीलाम गृहमेध धेनुम, मलाई समानशील, म जस्तो छु, मलाई जे मनपर्छ, मलाई जे ठिक लाग्छ त्यस्तै मलाई मन परे जस्तै मन पराउने, मलाई ठिक लागे जस्तै सबै कुरा ठिक लाग्ने खालको कन्या दिनु पर्यो प्रभु। समानतामा प्रेम हुन्छ, विषमतामा द्वन्द्व हुन्छ। हाम्रो घरमा जहाँ द्वन्द्व हुन्छ हाम्रो विषमता, हामीलाई भनेकै हामीलाई चाहिन्छ। अनि हामीले एउटा कुरा बिर्सेनौँ, सत्य संसारमा कोही कोही जस्तो हुँदैन, कोही पनि हुँदैन। के हुन्छ? कसैलाई गुलियो मिठो लाग्छ, कसैलाई पिरो मिठो लाग्छ, कसैलाई अमिलो मिठो लाग्छ। अब पिरो मिठो लाग्नेले गुलियो लाग्छ, कहाँ गुलियो राम्रो होइन नि, पिरो चाहिँ मिठो भनेर झगडा गरे जस्तै हो। पिरो मिठो लाग्नेलाई गुलियो हुँदैन भने जस्तो हो। नुलो मिठो लाग्नेलाई अमिलो हुँदैन भन्ने निषेध गरे जस्तो हो। अमिलो मिठो लाग्ने नुलो निषेध गरे जस्तो। हाम्रा व्यवहार त्यही त हो नि। अब सबैको आफ्नो ठाउँमा प्रयोजन छ। अमिलोको आफ्नो ठाउँमा प्रयोजन छ, गुलियोको आफ्नो ठाउँमा प्रयोजन छ, पिरोको आफ्नो ठाउँमा प्रयोजन छ। अनि हामी के खोज्छौँ भने म जस्तो छु अरू उस्तै होस् भन्ने खोज्छौँ। समस्या यही छ द्वन्द्वको। दुःखको कारण यही हो, म जस्तो हुँ अरू त्यस्तै हुनु पर्छ। यहाँ हामीले के सोच्छौँ? अरूको विषयमा सोच्दैनौँ। हामीमा त्यस बेला करुणा भाव शून्य हुन्छ। के हुन्छ त्यस बेला भन्दा केवल अहम भाव उत्पत्ति हुन्छ। म जस्तो छु अरू उस्तै हुनुपर्छ, मैले जे जाने छु त्यही ठिक हो, अरूले जानेकै छैन। मलाई जस्तो मनपर्छ अरूलाई उस्तै मन पर्नुपर्छ। जहाँ अहम भाव, अहङ्कार भनेको ठुलो हुनु भन्ने होइन नि, म र मेरो भन्ने भावना हो नि अहङ्कार भनेको त। हामी कहिलेकाहीँ अहङ्कारको नेपालीमा अलिक बुझ्दा अलिक फरक ढङ्गले बुझ्छौँ। संस्कृतमा अहम भनेको मकार, म र मेरो भन्ने भावना नै वास्तवमा अहङ्कार हो। हामीले बिर्सिन्छौँ मलाई जे मनपर्छ अरूलाई मन पर्नुपर्छ, मलाई जे ठिक लाग्छ अरूले त्यही गर्नुपर्छ भने ठान्छौँ। यहीँबाट झगडा सुरु हुन्छ। जब हामीले यो कुरा छोडेर मलाई होइन, मसँग रहेका अरू सम्बन्धीहरू, चाहे त श्रीमान हुन सक्छ, चाहे छोरा हुन सक्छ, चाहे बुहारी हुन सक्छ, चाहे छिमेकी हुन सक्छ, उसलाई के मनपर्छ भन्ने एउटा काम गर्नु छ। द्वन्द्व हुँदै हुँदैन, झगडा हुँदैन, दुःख पनि हुँदैन। के हुन्छ बुवा? उसलाई के चाहिन्छ? त्यहाँ करुणाको उत्पत्ति हुन्छ, अहङ्कार शून्य हुन्छ। ख्याल गर्नु होला। जब अरूको विषयमा हामी सोच्छौँ, अरूको आँखाबाट हेर्छौँ नि, त्यस बेला हाम्रो अहङ्कार डाउन हुन्छ। म र मेरो भावना भन्ने हुँदैन। अब
अनि त्यस बेलामा हामीसँग रिस राग केही हुँदैन, सबैमा प्रेम हुन्छ। किनकि त्यस बेला हाम्रो हृदयमा करुणाको उदय हुन्छ। करुणाबाट प्राप्त भएको चिज नै प्रेम हो। जहाँ अहङ्कारबाट प्राप्त हुन्छ त्यो त केवल मोह हो, माया होइन है। कहिलेकाहीँ माया र मोह उस्तै लाग्छ, ख्याल गर्नु होला। म र मेरो भन्ने भावनाबाट अभिप्रेत जो भाव छ त्यो भावलाई मोह भनिन्छ। जहाँ करुणाबाट अभिप्रेत हुन्छ त्यो चाहिँ माया हुन्छ। माया कसैलाई तपाईँ गर्नुहुन्छ या कसैबाट तपाईँ माया चाहनुहुन्छ? कसैबाट माया चाहिनु त मोह हो, कसैलाई गर्नुहुन्छ त माया हो कि होइन? चाहना गर्नु त मोह हो नि। चाहनामा के हुन्छ भन्दा म र मेरो भन्ने कुरा प्रधान हुन्छ। मायामा के हुन्छ भन्दा आफ्नो प्रधानता हुँदैन। जसलाई तपाईँ प्रेम गर्नुहुन्छ ऊ प्रति तपाईँ शरणागति हुनुहुन्छ, ऊ प्रति तपाईँ विशेष गरी जिम्मेवार हुनुहुन्छ। उसको खुसीमा आफ्नो खुसी देख्नुहुन्छ, उसको दुःखमा आफूलाई दुखित अनुभव गर्नुहुन्छ। हो, यो भन्न खोजेको के हो भन्दा समानशीलता। प्राय गरी श्रीमान श्रीमतीको बिचमा उस समानशीलता हुनुपर्दछ है। प्राय विचार मिल्नुपर्छ। त्यही भएर बिहा गर्दा गुण मिलाएको सुन्नु भएको छ। गुण मिलाउने भन्ने थाहा छ नि? गुण भनेको त्यही त हो नि। अलि बढी गुण मिल्यो भने के समानशीलता बढी भयो, गुण कम भयो भने समानशीलता घट्यो। अब गुण कम भन्दा समानशीलता घट्ने बित्तिकै द्वन्द्व हुन्छ, घरमा राम्रो कलह हुन्छ, हुन्छ, शान्ति हुँदैन। त्यो घर जस्तो हुँदैन, नरक जस्तो हुन्छ। जहाँ गुणको मात्रा बढ्यो, समानशीलता बढ्यो, त्यो घर स्वर्ग जस्तो हुन्छ। त्यहाँ द्वन्द्व हुँदैन, केवल प्रेम हुन्छ। त्यही गरे त भने हामीले हो त समानशीलता मिलाएको, उस्तै चिज मिलाएको। हे प्रभु मलाई दिनुहोस् कन्या कस्ती भन्दा समानशील, म जस्तै शील भए कि आचरणले युक्त भए कि मलाई अत्यन्तै प्रेम गर्ने भए कि कुनै प्रकारको विषय बोको इच्छा नगर्ने भए कि। किनकि मलाई विषय बोको इच्छा छैन, केवल ब्रह्माजीको आज्ञा छ सन्तान जन्माउनु, यति पुरा गर्नु छ। हो, हाम्रा दुईटा हिसाबले सम्बन्ध हुन्छ। एउटा सन्तान उत्पत्ति गर्ने हिसाबको सम्बन्ध हुन्छ, अर्को हाम्रो चाहिँ भोग विशेषको सम्बन्ध हुन्छ। खास गरी शास्त्रीय हिसाबले सन्तान उत्पत्तिको हिसाबको सम्बन्ध भयो भने त्यो राम्रो मानिएको छ। किनकि त्यसले योगलाई बाधा गर्दैन, ब्रह्मचर्यलाई बाधा गर्दैन सम्बन्धमा रहेर पनि। तर जब हामी आसक्ति र मोहमा परेर चाहिँ आसक्ति भावले चाहिँ सम्बन्ध स्थापित गर्छौँ भने त्यसले हाम्रो आध्यात्मिक मार्गलाई बाधा गर्छ। त्यसले गर्दा भोग विलासमा विश्वास नगर्ने, केवल योगमा, सत्यप्रतिको योगमा विश्वास गर्ने यस्तै पत्नी मलाई दिनुहोस् भन्नु। भगवानले तथास्तु गरिदिनु भयो। अनि भन्नुहुन्छ अब भयो होइन, अर्को पनि बाँकी छ। के बाँकी छ त भनेको श्रीमती त असल भइन्, ती श्रीमतीलाई मैले खोज्न कहाँ जाउँ, माग्न कसका घरमा जाउँ भन्नुहुन्छ। माग्न जानु पर्दैन, दिन आउँछन् यही, बुझाउन आउनेछन्। अनि उसबाट जन्मने सन्तान चाहिँ प्रभु, उसबाट जन्मने सन्तान असल हुनेछ। ए प्रभु असल मात्रले पुगेन, हजुर जस्तै हुनु पर्यो प्रभु भन्नुभयो। ल ठिकै छ, म जस्तो अरू संसारमा कोही छैन, मै स्वयं आइदिउँला भन्नुभयो भगवानले। भन्नुहुन्छ तिम्रा पुत्रको रूपमा म जन्मने छु भनेर आशीर्वाद प्रदान गर्नुभयो। भगवान अन्तर्ध्यान हुनुभयो। अब खोज्न जानु पर्दैन भन्नुभएको छ भगवानले। दिन आउँछन् भन्नुभएको छ। कर्दम चाहिँ पर्खेर बस्नुहुन्छ। जहाँ भगवानको आँसु खसेको थियो, त्यो आँसुको त सरोवर निर्माण भएको थियो, बिन्दु सरोवर। त्यही सरोवरमा कुटी बनाउनु भएको छ। अनि आफ्नो पत्नीको प्रतीक्षामा हुनुहुन्छ। एक दिनको कुरा थियो, स्वयं मनुको दरबारमा ठुलो सभा चलिरहेको थियो। त्यही बिचमा नारद मुनिको आगमन भयो। नारद मुनिलाई अतिथिको रूपमा सत्कार गर्नुभयो। अनि चर्चा चलो सभामा संसारका पुरुषार्थ पुरुषहरूको विषयमा, संसारका सफल पुरुषहरूको विषयमा, संसारका असल पुरुषहरूको विषयमा नारदजीले भन्नुभयो यी संसारका अरू सबै पुरुष भन्दा सबभन्दा श्रेष्ठ पुरुष भनेको कर्दमजी हुनुहुन्छ, जसले साक्षात भगवानलाई दर्शन गर्नुभएको छ, कठोर तपस्यामा रत रहनु भएको छ, विषय अनुरागबाट मुक्त हुनुहुन्छ। हो, त्यस्तो पुरुष संसारमा अर्को कोही हुनै सक्दैन, छँदा पनि छैन भन्नुभयो। अब जब कर्दमजीका विभिन्न विषयमा उहाँका कुराहरू चले,
अनि छेउमा सुनिरहनु भएको थियो देवहूति। देवहूतिलाई कर्दमको गुण सुन्ने बित्तिकै कर्दम मन पर्छ। उता पिताजीलाई पनि लाग्छ आफ्नै छोरी पनि उत्तम वरलाई दिन पाए हुन्थ्यो। हामी पनि यसो ओल्लो पल्लो गाउँमा कोही असल केटाको कुरा कसैले गरे भने छोरी दिउँ लाग्छ कि लाग्दैन? त्यस्तै हो। मुनि उता स्वयं मनलाई लाग्यो, छोरी दिने इच्छा लाग्यो। अनि यसो छोरीलाई सोध्नु पर्यो भन्नु हो। छोरीलाई सोधनी गर्नुभयो। छोरीले मुसक्क हाँस्नु हो। कर्दमको विषयमा सोद्धाखेरि उमेर पिएकै छोरीले राम्रो केटो छ भनेर कसैले कुरा गर्दा मुसुक्क हाँस्छिन् भने र सँगसँगै नानी के छ विचार भन्दा सत प्रतिक्रिया। मुखले बोल्नु पर्दैन, भावले दिए पनि पुग्छ। दिन्छन् भने आशय पिताले बुझे हुन्छ उनलाई पनि मन परेको छ भन्ने कुरा। पिताजीले यसो आशय बुझ्नुभयो कन्याको। अनि कन्यालाई रथमा चढ्ने आज्ञा गर्नुभयो अनि आफ्नो पत्नीलाई पनि आज्ञा गर्नुभयो। अब कर्दम मुनिको आश्रममा पुग्नुहुन्छ रथ लिएर। आफ्ना कुटीमा आएका ती अतिथिको सेवा गर्नुहुन्छ कर्दम मुनिले। घरमा आएका हरेक मनुष्यको हामीले सेवा गर्नुपर्छ। आएका पाहुनालाई खाली पठाउनु हुँदैन। हाम्रा सम्बन्ध कामसँग मात्रै हुँदैनन्, ख्याल गर्नु होला। अझै पनि हामी अलिक बढी प्राविधिक भएका छौँ। हामी हरेक सम्बन्धलाई कामसँग जोड्छौँ। हाम्रा कामभन्दा बाहेक भावनासँग सम्बन्धी हुन्छ कि हुँदैन? नाता सम्बन्ध हुन्छ कि हुँदैन? ए हजुर आउनुभयो, के काम थियो? कोही नि मेरो त अफिस जानु छ, म त खाना खान बसेँ, खायो अनि खाएको छ कि सोध्नु छैन। अनि हिँड्नु, ए म त ढिलो भइगयो, 9 बजेछ, 10 बजे पुग्नु पर्ने। हजुर के हुन्छ? म त लागेँ हजुर अहिले, भन भूत हिँड्नु। यो होइन अतिथि सेवा। अतिथि सेवा आउनुभएको मान्छेलाई खुवाएर खाली पेट अफिस जानुपर्छ, शास्त्र त्यसो भन्छ। घरमा कोही पाहुना आउनुभयो, खाना ठिक्क पाके 2 जनाको, अब 1 जना आउनुभयो, बाँकी 1 जना बसो। अब के गर्नु? उहाँलाई पहिले खाने, बाँकी आफूले बाँडेर खाने हो। अतिथिको पहिलो सेवा गर्नुपर्छ। अम्बरीशले 1 वर्ष खानु भएन दुर्वासाजीलाई नखुवाइकन। अतिथि नखाइकन हिँडिहाल्नु भयो रिसाएर। अतिथि आएको नखाइकन उसले फेरि बोलाएर उसलाई नखुवाइकन फेरि खानु हुँदैन। 1 वर्ष भएको वर्णमा कथा आउँछ, पछि सर्व गर्छ हामीले नमस्कन्धमा। अतिथिको सेवा गर्नुभयो अनि हजुर के कामले पाल्नुभयो? हजुर जस्ता राजाहरूको संसारमा विचरण त केवल लोक कल्याणका निमित्त हुन्छ, जनधनको सुरक्षाका निमित्त हुन्छ, जनताका हितका निमित्त हुन्छ। राजकर्मचारीहरूले आफ्नो व्यक्तिगत हित गर्दैनन्, लोकको हित गर्छन्। ब्राह्मणहरूले पनि लोकको हित गर्छन्, व्यक्तिगत हित गर्दैनन्। व्यक्तिगत हित गर्ने अधिकार केवल शूद्र र वैश्यलाई मात्रै छ। ब्राह्मण र क्षत्रियलाई व्यक्तिगत हितको अधिकार छैन। ब्राह्मण क्षत्रियहरूको धर्मभित्र व्यक्तिगत हित गौणमा पर्छ, लोकहित प्रधानमा पर्छ, जनताको हित प्रधानमा पर्छ। हजुर के त्यस्तो प्रधान हित गर्नका निमित्त संसारमा विचरण गर्न पाल्नुभयो भन्दाखेरि प्रभु म आफ्नै हित गर्न आएको आज चाहिँ। यसो कर्दमले हेर्नुभयो, रथमा चढेकी छिन्, एकदम राम्री बसेकी कन्या देख्नुभयो। मलाई मन पर्यो किन भगवानले भनेको छ दिन आउँछन्, लिन जानु पर्दैन, खोज्न जानु पर्दैन भनेको छ। लिन आउँछन्, लिएर आउनु भएको छ। अनि देख्ने बित्तिकै जब भगवानले भने जस्तै अत्यन्तै गोरी दिव्य राम्री परम सुन्दरी कन्या देख्नुभयो। अनि त्यस बेलामा मनुले प्रस्ताव राख्नुहुन्छ छोरीको विवाहको निमित्त एक योग्य चाहिँ पुरुष या एक योग्य वर छानेर त्यस बेला कर्दमीले स्वीकार गर्नुहुन्छ मनुको प्रस्तावलाई। तर कर्दमीले एउटा शर्त राख्नुहुन्छ उहाँकी छोरीसँग, देवहूतिसँग शर्त राख्नुहुन्छ। देवहूति, म एक योगी हुँ, तिमी राजकुमारी विश्व भोगमा हुर्केकी। मेरो जीवनको लक्ष्य भनेको परम योग हो, आध्यात्मिक योग हो, सांसारिक वस्तुप्रतिको योग होइन, विषयको योग होइन, आध्यात्मिक योग हो। अब तिमी विषयमा हुर्केकी रहेकी, के तिमीले मसँग जीवन बिताउन सक्छौ भन्नुभयो। किन नसक्नु प्रभु, हजुरसँग जीवन बिताउने मेरो इच्छा छ। मलाई पनि भोग त्यस्तो ठुलो लाग्दैन। भोग ठुलो होइन, योग ठुलो हो, सत्यप्रतिको निष्ठा ठुलो हो, सत्यप्रतिसँग जोडिने कुरा ठुलो हो। हजुरको नाम कीर्तन यस जन्मदिन मैले सुने, मन मनै हजुरलाई मैले पतिको रूपमा
स्वीकार गरेको छु प्रभु। ल त्यसो भए ठिकै छ। हेर एउटा छोरो जन्मेपछि चाहिँ नि तिमीलाई म छोडिदिन्छु नि भन्नुभयो। एउटा छोरो जन्मेपछि तिमीलाई छोडिदिन्छु छोरो जिम्मा लाएर। म त पिताजीको आज्ञालाई उल्लङ्घन गर्न नसकेर, ब्रह्माजीको आज्ञालाई उल्लङ्घन गर्न नसकेर हो अनि बिहा गर्नका निमित्त म तयार भएको हुँ। एउटा छोरो पछि तिमीलाई सहारा भइहाल्यो भन्दा हुन्छ भन्नुभयो। यसरी शर्तसहित विवाह हुन्छ। एउटा छोरो जन्मेपछि कर्दमुनिले पत्नीलाई छोडिदिने, वनको यात्रा गर्ने, आत्मकल्याणको बाटो रोज्ने। यता देवहूति र कर्दमजीको विवाह हुन्छ। अब पिताजीको मन न हो, ब्राह्मणको कुटीमा केही खाने लाउने वस्तु छैनन्। धेरै धेरै दाइजो दिनुहुन्छ। दाइजो लिएर आउनुहुन्छ। अब कर्दमलाई कुनै भोग विलासको इच्छा छैन। पत्नी ल्याएको छ, पत्नीसँग यसो सुख भोग गरौँ त्यो पनि इच्छा भएन। अनि अनायासै बस्नुभयो तपस्यामा। निकै समय व्यतीत भयो। अनि तपस्याबाट बाहिर निस्किँदा एउटा आफूलाई सेवा गरिरहेको स्त्री देख्नुभयो। अनि तिमी को हो भनेर सोध्नुहुन्छ। बिर्सिनु भएछ बिहा गरेको भनेर। हेर्नुहोस् त, पुरुषहरूको धर्म हुन्छ नि। बिहा गरेर ल्याएपछि महिलाहरूलाई सुख भोग गराउनु, उनीहरूका सुखमा आफू पनि सुखी हुनु, उनीहरूको खुसीमा आफू पनि खुसी हुनु, उनीहरूको हरेक इच्छाहरूको तृप्ति गर्नु पुरुषहरूको धर्म हुन्छ। ओहो मैले त बिहा गरेको थिएँ साँच्चै कति सहनशील स्त्री। यिनलाई संसारका कसैले पनि नभोगेको परम दिव्य भोगको दर्शन गराउँछु भन्नुभयो। एक दिव्य विमान निर्माण गर्नुभयो। देवहूति नुहाउन जब बिन्दुसरमा प्रवेश गर्नुभएको थियो, बाहिर निस्केर ठुलो विमान तयार गरिसक्नु थियो योग बलद्वारा। त्यहाँ हजारौं संख्याका सयौं संख्याका सेविकाहरू, सेवा गर्नेहरू अनि संसारमा भएका सबै विषय भोगहरू भएका सबै चिजहरूको उपलब्धता थियो। अनि त्यही विमानमा ल चढ भन्नुभयो। अनि कर्दमजी र देवहूति त्यस विमानमा चढ्नुभयो। निकै काल बित्यो। भोग विलासमा लाग्दा समय गएको पत्तै भएन। आज भनौँ, भोलि भनौँ, पर्सि भनौँ, ऐना हेर्दा मात्रै थाहा हुँदो रहेछ कि होइन आमा। अहिलेको ऐना हेर्नुपर्छ अनि पहिले सोरुमा को फोटो हेर्नुपर्छ। यसो दुईटा राख्दा फरक देख्नु चाहिँ देख्नु न। फरक अहिले हेर्दा देखिन्छ, तर त्यो भोग विलासमा लागेको दिनको याद छैन। कहिले भयो पत्तै भएन। भन्दा भन्दै अब भोग गर्दा गर्दै समय बित्यो, पत्तै भएन। त्यस बेलामा 9वटा छोरी जन्मिसकेका रहेछन् कर्दमजीको। भन्नुहुन्छ तिमीलाई त एउटा जन्मेपछि छोडिदिन्छु भनेको, 9वटा भए। हेर यो कहिले तृप्त नहुने, कहिले नगाइने यो भोग विलास हो। यो इन्द्रिय सुख भनेको यस्तो, एकछिन इन्द्रिय सुख हुन्छ, फेरि अर्को चाहिँ अर्को समय फेरि त उस्तै दुःख भइहाल्छ। एकछिनको लागि मात्र सुख रहेछ नि त। अलि सुख हुन्छ कि भनौँ फेरि सुखको पछाडि कुदो, फेरि सुख हुन्छ कि भनौँ फेरि सुखको पछाडि कुदो। एउटा कुरा प्राप्त सुख भस्तो हुन्छ, फेरि पुग्दैन, फेरि सुख जस्तो हुन्छ, फेरि पुग्दैन। यो त अनन्त निरन्तर चलिरहँदो रहेछ। हेर अब म त तिमीलाई छोडिदिएर जान्छु भन्नुभयो। होइन, हजुरले पुरा गर्नुभएको छैन शर्त। हजुरले शर्त गर्नुभएको छैन छोरो दिन्छु भनेर। छोरी मात्रै भएको खोइ छोरो। यसो सम्झिनु हो त नि, भगवान् स्वयं छोरो भएर जन्मिनु हुनेछ। किनकि भगवान्ले वरदान दिनुभएको थियो, म तिम्रो छोरो भएर आइदिउँला भनेर कर्दमुनिलाई। त्यस बेलामा ए बाबु यसो गफ चाहिँ गर्नु भएन है कथामा चाहिँ, कि यो धुन मिलाएर बजाइदिनु पर्यो, अरू गर्नु भएन। होइन, यो सङ्गीतमा थोरै मिल्छ, थोरै मिल्छ। अब देवहूति भन्नुहुन्छ छोरो चाहियो हजुर, शर्त पुरा भएको छैन। कर्दमजीले स्मरण भयो भगवान्ले स्वयं पुत्र भएर आइदिन्छु भन्ने कुरा। अनि गर्भधारण हुन्छ, भगवान् जन्मनुहुन्छ कपिलदेवको रूपमा देवहूतिका गर्भबाट। अनि अब त छुटकारा दिन्छ ବୋଲି नि भन्नुहुन्छ। ए प्रभु, एउटा बाउ भए चाहिँ कर्तव्य निर्वाह गर्नु पर्दैन भन्नुहुन्छ। के त्यस्तो कर्तव्य छोरीहरू छन्, छोरीहरूको बिहादान गर्नु पर्दैन भन्नुभयो। यता कपिलजी जन्मनुभयो, अब छोरीहरूको बिहा भयो 9वटा। कला नामकी कन्या मरिचिलाई दिनुभयो, अनुसय अत्रिलाई दिनुभयो, श्रद्धा अङ्गिरालाई दिनुभयो, अनि हबिरबु पुलस्तालाई दिनुभयो, अनि गति पुलालाई दिनुभयो।
अनि क्रतुलाई क्रियाको सँग विवाह गरिदिनु भयो, भृगुलाई ख्याति, वशिष्ठलाई अरुन्धति, यसै गरी आफ्ना कन्याहरूको पनि विवाह सक्नुभयो। अब सबै कुरा सकियो। अब तिमीलाई छोरालाई तिमी आमा साथी म चाहिँ लागे है भन्नुभयो। घरबाट निस्कनु भयो, भगवानको प्राप्ति गर्ने अभिष्टताका साथ उनै भगवान श्री कृष्णको पूर्ण परब्रह्मको चरणमा पर्नुभयो। श्री कृष्ण गोविंद हरे मुरारी, श्री कृष्ण गोविंद हरे मुरारी, हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव। भक्तवत्सल भगवान को भगवत भक्ति युक्ति न प्राप्त भागवती गति। भगवान को भक्ति युक्त भएर भागवती गति प्राप्ति भयो, भगवान को दिव्य गति प्राप्ति भयो कर्दम मुनिको। यता शुकदेव स्वामी परीक्षितलाई भन्नुहुन्छ स्वयं भगवान हरि कर्दमका पुत्र भनेर आउनुभयो र माताले एक समयमा पुत्रसँग ज्ञानको याचना गर्नुहुन्छ। जुन कुरा तिमीलाई म सुनाउँछु भनेर परीक्षितलाई सुनाउनुहुन्छ। बिन्दुसार तीर्थमा रहिरहनु भएको थियो। माता प्रश्न गर्नुहुन्छ पुत्रलाई, निर्मल निरतम भुवन, हे भुवन प्रभु, यो हाम्रो इन्द्रिय शरीर भनेको कस्तो छ भने तृष्णाले युक्त छ, विषयको लालचले युक्त छ। म पनि इन्द्रिय विषयको लालचले अत्यन्तै उत्तौली बनेकी छु हो। यो इन्द्रिय शरीरलाई निस्तेज गर्ने, यसलाई संयमित बनाउने, इन्द्रिय इच्छालाई मार्ने यस्तो दिव्य ज्ञान प्रदान गर्नु पर्यो प्रभु भन्नुभयो। सबै बन्धन यहीबाट सुरु हुन्छ, ख्याल गर्नु होला। इन्द्रिय शरीरले विषयको माग गर्छ, हामीले विषयको पूर्ति गर्छौं। त्यो पूर्ति गरेको विषयका सबै चिजहरू अन्तस्करणमा फेरि सदृश भावमा जम्मा हुन्छ अनि अन्तस्करणमा जे जम्मा हुन्छ हो तिनै प्रति हाम्रो, तिनैका आधारमा हाम्रो दृष्टिकोण बन्दछ विषय र वस्तुप्रतिको। अनि त्यही अनुसारको हाम्रा कर्महरू हुन्छन् र हामीले त्यही कर्म गर्छौं र हामी बन्धनमा पर्छौं। यही जीव परमात्माबाट अलग हुनेको कारण के हो भन्दा अन्तस्करणभित्र जम्मा भएको विषयका सदृश भावहरू, कर्महरू नै हो। त्यसो हुनाले यो इन्द्रिय शरीरलाई कसरी निस्तेज गर्न सकिन्छ त, यसलाई कुन अभ्यासद्वारा गर्न सकिन्छ त भनेर यहाँ माताले प्रश्न गर्नुहुन्छ। भगवान कपिलले भन्नुहुन्छ, हे माता
योग आध्यात्मिक पुंसम मतोस्नि श्रेयसायमे भन्नुहुन्छ। आध्यात्मिक योगद्वारा पुंस भनेको यो के हो? जीवात्मा। यो आत्माको कल्याण गर्न सकिन्छ जब हामी योगमा जोडिन्छौँ। योग भनेको के हो? योग भनेको अहिले हामीले गरेको चाहिँ अभ्यास हो है। यसो जिउ हल्लाउने हो भने यो सासौँ गर्ने यसो होइन, प्राणायाम, यो योग अभ्यास हो, योग होइन। योग कुन बेलामा हुन्छ? जुन बेलामा आत्मा परमात्मासँग जोडिन्छ। त्योभन्दा अलग रहेको जो प्रकृतिबाट आत्माले उन्मुक्ति प्राप्ति गर्दछ। ईश्वरभन्दा अलग हो नि प्रकृति त, उन्मुक्ति प्राप्ति गर्दछ। आफ्नो मूल रूपमा उसको प्राप्ति या कनेक्सन हुन्छ, जोडिन्छ। त्यस बेलामा मात्र योग हुन्छ। योग भनेको जोड्नु। सामान्य भाषामा भन्दा योग भनेको जोड्नु। के जोड्ने भन्दा आत्मालाई परमात्मामा जोड्ने। आत्मालाई परमात्मामा जोड्नलाई केले बाधा गरेको छ भन्दा शरीरले बाधा गरेको छ। त्यो शरीर कति प्रकारको छ भन्दा शरीर 3 प्रकारको छ। बाहिर देखिने शरीर भौतिक शरीर, यसलाई संस्कृतमा स्थूल शरीर भनिन्छ। विषयको अनुभव गर्ने, विषयहरू क्रियाहरू कर्महरू गर्ने शरीर जसलाई इन्द्रिय शरीर भनिन्छ। एउटा काम गर्ने हिसाबको छ, एउटा ज्ञान गर्ने हिसाबको छ। त्यसैले कर्मेन्द्रिय र ज्ञानेन्द्रिय भनेको। अर्को शरीर छ, त्यसभन्दा पनि भित्र मन, बुद्धि, चित्त र अहङ्कार 4वटा तत्त्वले मिलेर बनेको शरीर छ। त्यसलाई अन्तस्करण भनिन्छ, या त्यसको अर्को नाम भनेको कारण शरीर पनि हो। अहिले हामी सबै छौँ नि यहाँ, यो सबैमा हाम्रा 3टै शरीर स्वचालित छन्। यो अवस्थालाई जागृत अवस्था भनिन्छ कि होइन? जागृत अवस्था। हाम्रो भौतिक शरीर पनि, इन्द्रिय शरीर पनि, अन्तस्करण पनि जागरुक छन्। अर्को यो स्थूल शरीर जब निदाउँछ, आराम गर्छ, त्यस बेलामा इन्द्रिय शरीरले आराम गरेन भने के हुन्छ थाहा छ हजुरलाई? स्वप्न अवस्थामा पुगिन्छ। इन्द्रिय शरीर निदाएन, भौतिक शरीर निदायो, हामी कुन अवस्थामा पुग्छौँ त्यस बेलामा? सपनाको अवस्थामा पुग्छौँ। अनि सपनामा के देख्छौँ? बाहिरको शरीर प्रयोग गर्ने साधन मस्त हुन्छ। के देख्छौँ? अन्तस्करणभित्र जे जम्मा छ त्यही देख्छौँ। ख्याल गर्नु होला, किनकि इन्द्रिय शरीरले यसो फर्केर अन्तस्करण शरीरमा हेर्छ। अन्तस्करणमा भएका चिजहरू फेरि यसले अनुभव गर्छ, अनि अनुभवको चाहिँ फेरि यसमा पुनः अन्तस्करण शरीरमा जम्मा हुन्छ। अनि बिहान झस्याङ्ग हुँदा हामीलाई सपनाको याद हुन्छ, ओहो यस्तो देखिएछ भन्ने। त्यो अन्तस्करण शरीर कहिलेदेखिको? हामी ईश्वरबाट अलग भएदेखिको छ त्यो शरीर। हामी कसरी ईश्वरबाट अलग भयौँ भन्दा त्यो अन्तस्करण शरीरले त हामीलाई बाँधेर राखेको छ। हामी आत्मा हौँ र हामी ईश्वरबाट अलग भएका छौँ। विभिन्न लाखौँ हजारौँचोटि हामी जन्मेका छौँ, हामी हजारौँचोटि मरेका छौँ। त्यो हजारौँचोटि जन्मदा मर्दा जुन कुन शरीर लिएर जान्छौँ त हामी भन्दा त्यही अन्तस्करण नाम गरेको शरीर लिएर जान्छौँ। आत्मा त अशरीर हो नि। त्यो आत्मालाई त्यही अन्तस्करण नाम गरेको बाहिरको पहिलो शरीरले बेरेको हुन्छ, सम्वेष्टित हुन्छ आत्मा त्यो अन्तस्करण शरीरबाट। अनि त्यो शरीर लिएर हामी जन्मिन्छौँ। त्यही शरीरले जन्मिँदै त्यही शरीरले जन्मे विभिन्न योनिमा गएर हामी जन्मिन्छौँ। अनि विभिन्न योनिमा जन्मिँदा हामीले जे कर्म गरिरहेको छ हाम्रो इन्द्रिय स्थूल शरीर त्यो जम्मै त रेकर्ड भएको हुन्छ। त्यो रेकर्ड हुँदै जाने भएको भएर त हामीले नबिर्सेको त पुरपुराहरू गरेर पनि याद भएको, अनि पहिले गरेर अनि याद भएको। कहिलेकाहीँ सपनामा नदेखेका ठाउँमा देखिन्छ नि। किन भन्दा हामीले यो जुनीमा नदेखा होला, न हामीले कल्पनाको नगरेको विषय होला, तर अघिल्लो शरीरमा हामीले गरेको छौँ नि त। हो ती चिजमा त अन्तस्करणमा सुसुप्ति अवस्थामा आइरहेको हुन्छ। सुसुप्ति अवस्थामा अनि त्यो झलाक झुलुक देख्दा हामीलाई त्यो अर्कै खालको सपनामा नदेखेका ठाउँमा कसरी आयो होला भन्ने हुन्छ कि हुँदैन? इन्द्रिय शरीर अन्तस्करण शरीरमा फर्किँदाखेरि देख्छ त्यो सपना हुन्छ। त्यो स्वप्न अवस्थामा भौतिक शरीर निदाउँछ, तर इन्द्रिय शरीर अन्तस्करण शरीर जागै बस्छ। सपना कसरी देखिन्छ थाहा हो? जागै बस्छ। अनि जब इन्द्रिय शरीर पनि निदाउँछ, भौतिक शरीर पनि निदाउँछ, त्यसमा केही पनि देखिँदैन। त्यो बेलामा हामी कुन अवस्थामा पुग्छौँ भन्दा सुसुप्ति अवस्थामा पुग्छौँ, जुन बेलामा हाम्रो अन्तस्करण नाम गरेको जसलाई हामी कारण शरीर भन्छौँ, जहाँ जम्मा भएको आधार हाम्रो पुनर्जन्म हुन्छ। त्यसैले पुनर्जन्म हुने शरीर भएर त्यसलाई कारण शरीर भनेको हो। त्यो शरीर मात्रै बाँकी बस्छ, अरू सबै। हजुरलाई मैले सोधे बिहान 3 बजेको कुरा के थाहा छ हजुरलाई? केही पनि थाहा छैन, तर सास पर्न बिर्सिया छैन।
पाचन प्रणाली चलिरहेछ, मुटु हल्लिरहेछ, सबै गरिरहेछ, तर पनि केही थाहा छैन। किनकि त्यही बेलामा जागा बसेको छ त्यो शरीर, बाहिरको दुईटा निदायो अनि त्यो चाहिँ जागै छ र सबै चल्या। त्यो अवस्थालाई सुसुप्ति अवस्था भनिन्छ। अब योगद्वारा यही योग आध्यात्मिकम पुंसाम, यही आध्यात्मिक योगद्वारा त्यो शरीरलाई पनि हामीले सुताउन सक्छौँ। ख्याल गर्नु होला। जसरी भौतिक शरीर निदाउँछ, जसरी इन्द्रिय शरीर निदाउँछ, त्यसै गरी अन्तस्करण शरीर पनि निदाउँछ। अन्तस्करण शरीर निदाए के हुन्छ? रेकर्ड बन्द हुन्छ। हामीले खोजेको यही हो। सत र असत दुईटै रेकर्ड हुनु भएन अन्तस्करणमा। भएको रेकर्ड के हुनु पर्यो? खाली हुनु पर्यो। अन्तस्करण शरीर भनेको हामीले गरेका सबै कामहरू, हामीले सोचेका कामहरू, हामीले कल्पना गरेका कामहरू, सबै चिजहरू जहाँ जम्मा भएर बसेको छ, त्यो जम्मा हुने क्रमलाई रोक्नु पर्यो। अब जम्मा हुन दिनु भएन। जो जम्मा भएको छ त्यसलाई के गर्नु पर्यो भने सफा गर्नु पर्यो। यही हो योग अभ्यास, धर्मको अभ्यास भनेको। अन्तस्करणलाई शुद्ध बनाउने, खाली गर्ने। त्यहाँ के भनिएको छ भन्दा एउटा पुण्य छ, एउटा पाप छ, एउटा सत्कर्म छ, एउटा असत्कर्म छ। सत्कर्मको परिणाम पुण्य, असत्कर्मको परिणाम पाप। त्यही परिणाम पाप र पुण्य चाहिँ भोग्न विभिन्न योनिमा आइरहनुपर्छ, गाई जइरहनुपर्छ। फर्किनु, पाप गऱ्यो पाप जम्मा गर्यो अनि विभिन्न 84 लाख योनिमा आफ्ना पापका मात्रा अनुसार उत्पत्ति भयो, पाप सक्यो, फेरि औषध मनुष्य भयो। पुण्य गर्यो, पुण्यका प्रभावले स्वर्ग आदि गरेको सुखको भोग गर्यो, फेरि पुण्य सिद्धिन्छ, फेरि औषध मनुष्य भएर संसारमा आउनुपर्छ। यसरी यो संसारको क्रम चल्छ। भनेको अर्थ पाप र पुण्य दुईटै रहित अवस्था नभइकन ईश्वरको प्राप्ति हुँदैन। जन्म मृत्युको चक्कर छोड्दैन। अब यसको अर्थ पुण्य चाहिँ गर्नु नपर्ने, पाप पनि नगरे हुने रहेछ, होइन। अब जबसम्म हाम्रो हृदयमा पाप बनिरहन्छ, स्वार्थ बनिरहन्छ, त्यस बेलासम्म हामीले पुण्य कर्म गर्नुपर्छ। वेदले भनेको त्यही हो। सत्कर्म केका निमित्त गर्ने भन्दा हामीलाई असत् कर्मले नछोओस्, हाम्रो मन भावना चाहिँ असत् कर्मप्रति नलागोस् भनेर सत्कर्म गर्नुपर्छ। अब त सत्ता कहिले छोडिन्छ भन्दा जब कर्महरूको मोह भङ्ग हुन्छ, त्यस बेला सत् भन्ने चिजलाई पनि छोडिदिनुपर्छ। अनि त्यस बेलामा अन्तस्करण खाली हुन्छ, केही पनि हुँदैन। अनि अन्तस्करण खाली भएपछि त्यो अन्तर्करण शरीर पनि मर्छ। अन्तर्करण शरीर मरेपछि के हुन्छ भने आत्मा त्यो बन्धनबाट छुट्छ र परमात्मा गएर मिल्छ। जस्तो एउटा बेलुम फुकाउनु भएको, कसले फुलाउनु भएको छ बेलुम? सबैले फुलाएका छौँ। त्यो बेलुमलाई छुस्छ, सियोले छोइदिनुहोस्, ठ्यास्स भएर हावा निस्किन्छ। अब पहिले त्यो बेलुमको बाहिरको झिल्लिने रहन्छ, बेलुमभित्रको हावा छुट्टै, बाहिरको छुट्टै हुन्छ। अब छुस्स भएर हावा बाहिर निस्केपछि बेलुमको हावा र बाहिरको हावा सर्वव्यापक हावामा छुट्याउन सकिँदैन। त्यस्तै इन्द्रिय के अरे हाम्रो अन्तस्करण शरीरलाई छ्यास्स पारेर जब हामी फुटाउँछौँ, त्यसभित्रको आत्मा निस्केर बाहिर निस्किन्छ र मूल भगवान चराचर जगत सबैतिर व्याप्त भएको परम तत्त्वमा गएर मिल्छ। त्यसपछि ईश्वर र हामीमा अलग रूप हुँदैन, हामी नै ईश्वर हुन्छ, ईश्वर नै हामी हुन्छौँ। त्यो अवस्थालाई भनिन्छ आध्यात्मिक योग। त्यसैले जीवात्माहरूले गर्नुपर्ने परम योग यही हो माता भन्नुहुन्छ। त्यही भएर यो जाग्रत अवस्था, स्वप्न अवस्था, सुषुप्ति अवस्था, यी बुद्धिका र शरीरका अवस्था भन्छ। समाधि अवस्था भनेको आत्माको अवस्था हो। जुन बेलामा हामी सत र असत रहित भएर अन्तस्करणलाई शुद्ध बनाउँछौँ, त्यो बेला हाम्रो शरीर पनि भौतिक रूपमा हुन्छ। हामीलाई भौतिकताले कुनै प्रकारको चेष्टै हुँदैन। हाम्रा श्वास प्रश्वास सबै बन्द हुन्छन्। हामीलाई कालले पनि प्रभाव पार्दैन त्यसको बेलामा। अनि हाम्रा कथामा भनिएको छ मान्छेको आयु कति भनौँ 100 वर्ष, अनि ऋषिले तपस्या गरेर चाहिँ 10,000 वर्ष भनिएको छ। कहिलेकाहीँ तपाईँलाई शङ्का लाग्दैन? मनुष्यको परम आयु शास्त्रले कति भनेको छ बुवा? 100 वर्ष भनेको छ। अनि कर्दमजीले कति हजार वर्ष तपस्या गर्नुभयो भने आयु भर्खर हामीले 10,000 वर्ष तपस्या गर्नुभयो। एउटा 100 वर्ष आयु भएको मान्छेले कसरी 10,000 वर्ष तपस्या गर्छ होला? कहिलेकाहीँ मनमा शङ्का उठ्छ कि उठ्दैन? उठ्छ नि। यही हो, यो समाधि अवस्थामा जब पुगिन्छ अब समय बन्द हुन्छ। बाहिरको हाम्रा तीनटै शरीर, स्थूल शरीर, इन्द्रिय शरीर या सूक्ष्म शरीर, इन्द्रिय र सूक्ष्म एउटै हो है। अनि कारण या अन्तस्करण शरीर ती सबै साइलेन्ट हुन्छ। जुन बेला हामी समाधि अवस्थामा पुग्छौँ त्यस बेलामा अंश र अंशीको खेलै बन्द हुन्छ।
अनि जो अव्यक्त तत्त्वबाट कालको उत्पत्ति हुन्छ र कालले प्रकृतिमा प्रभाव पार्छ। अब अव्यक्त तत्त्वसँग जब कनेक्सन हुन्छ तपाईँको कालको प्रभाव सकिन्छ। अब तपाईँ जुन अवस्थामा समाधिस्थ हुनुहुन्छ 10,000 वर्ष पछि निस्किँदा 16 वर्ष 3 महिनामा समाधि बस्नु भएको छ भने 16 वर्ष 3 महिनाकै हुनुहुन्छ। अब फेरि समाधिबाट जब बाहिर आउनुहुन्छ अनि मात्रै काउन्ट डाउन सुरु हुन्छ। बुझ्यो? अब ल 1 2 3 गर्दै फेरि आयु घट्दै जान्छ। त्यसैले ऋषिमुनिहरूले कति हजार तपस्या वर्ष, हजारौं लाखौं वर्ष तपस्या गरेको, ध्यान गरेको भनेको त्यो हो। काल सबैतिर एउटै हुँदैन। हामीले हिजैसम्म गरेका छौँ। पृथ्वीमा भएको टाइम फरक हुन्छ। पृथ्वीभन्दा बाहिर गएको अरू प्लानेटमा गयो भने त्योसँग टाइम फरक हुन्छ। हाम्रो ब्रह्माण्डको टाइम फरक हुन्छ। अर्को पनि ब्रह्माण्डको टाइम फरक छ। हामीलाई थाहा छ पृथ्वीको भन्दा स्वर्गको टाइम ढिलो हो कि न बुवा? हामीले यी कथाहरूमा प्रशस्त सिद्धान्तहरू पछि कथाहरूमा पढ्नेछौँ। अनि हामीले 100 वर्ष पितृलोकमा हाम्रो 1 वर्ष बराबरको 1 दिन हुने भएको श्राद्ध गरे वर्ष हुने। उहाँको दिनु भएर यहाँ गरे। यहाँ 1 वर्ष भइसकेको हुन्छ उहाँ कि होइन? सूर्यको दक्षिणपट्टि पितृको स्थान छ, त्यहाँ 1 वर्ष। यहाँ 1 वर्षमा 1 दिन हुन्छ जम्मा। अनि त्यसरी दिनु 31 भनेर गरे श्राद्ध, त्यसरी गरे भनेको। यसको अर्थ मैले के बुझाउन खोजेको भने समय सबै पिण्डमा सबै ग्रहमा एउटै हिसाबको हुँदैन, अलग अलग हुन्छ भनेको छ। त्यसैले जब हामी सत्यसँग जोडिन्छौँ त्यसबेला हामीलाई सबै दुःख नाश हुन्छन् आमा भन्नुहुन्छ। दुःख छ सुख छ, सुख पनि नाश हुन्छ दुःख पनि नाश हुन्छ। हामी कुन अवस्थामा पुग्छौँ न? परम दिव्य आनन्दको अवस्थामा पुग्छौँ। अत्यन्त उपर स्थिर दुःख छ सुख छ भनेको छ। जब हामी भगवानसँग जोडिन्छौँ, आत्मकल्याणका निमित्त सत्यसँग जोडिन्छौँ, यो आध्यात्मिक युगसँग हामी जब जोडिन्छौँ हो त्यस बेलामा अत्यन्त दिव्य आनन्द हुन्छ। जुन बेलामा सुख र दुःख सबै नाश हुन्छ, सुख दुःखमा हामी माथि पुग्छौँ। हे माता, संसारका सबै मनुष्यहरू सबैले जो सङ्कल्प गर्छन्, म यसो गर्छु उसो गर्छु भन्छन् नि, सबै प्राणीहरू यो गर्छु गर्छु भन्ने खालको सङ्कल्प हुन्छ नि। वास्तवमा त सङ्कल्प गर्ने तत्त्व नै मन त हो नि, कि होइन? यो गर्छु उसो गर्छु यस्तो हुन्छ उस्तो हुन्छ भनौँ, त्यो सङ्कल्प गर्ने तत्त्वलाई मन भनिन्छ हो। जब त्यो मन विषयहरूप्रति सङ्कल्पित हुन्छ त्यो जीवात्मा बन्धनमा पर्छ। त्यही मन साधु सन्तप्रति, धर्मप्रति, महापुरुषप्रति मन लाग्छ नि, ईश्वरको उपासनाप्रति मन लाग्छ। औ त्यस बेलामा त्यही मनले हामीलाई मुक्त गराइदिन्छ। हामीले मन कता लाउने भन्ने कुरा हुन्छ, हाम्रो सङ्कल्प कता भन्ने हुन्छ। सङ्कल्प हाम्रो परिवार सुख, विशेष सुख हो कि परम आनन्दको हो? सुखमा मन गरेपछि के हुन्छ? सुखसँग दुःख छ कि छैन? दिन रात जस्तो त हो नि हो। त्यो सुखसँगै दुःख छ, दुःखसँगै सुख छ। एकछिन सुख छ, एकछिन दुःख छ, एकछिन सुख छ, एकछिन दुःख छ। त्यसैले हामीले मनलाई यो एकछिनको सुख र दुःखको क्रममा लाने होइन, हामीले मनलाई केवल दिव्य आनन्दको क्रममा लानुपर्छ। त्यसैले जब यावत पापेश मलिनम हृदय तावत एवै भनेको छ यो हरिभक्ति विलासमा। यो के भनेको भन्दा जबसम्म मनमा अन्तर्हृदयमा पापहरू हुन्छन्, अन्तर्हृदय जब खाली हुँदैन नि, त्यो ठाउँमा जति जस्तासुकै माइकालाल गुरु आए पनि ज्ञान गर्न सक्दैन। हरेक भगवानका परम भक्तको हृदय खाली हुनुपर्छ। अनि त्यो खाली भएको ठाउँमा बल्ल भर्न सकिन्छ। जब मन मलिन हुन्छ तब न शास्त्र सत्य बुद्धि स्यात्, सद्बुद्धि सद्गुरु तथा भनेको छ। न शास्त्र सही लाग्छ त्यस बेलामा, न गुरुका बाणी नै सही लाग्छ। त्यसमा के सही लाग्छ भन्दा अहम, मैले भने र मेरो भन्ने मात्र सही लाग्छ। अनि त्यही हो अन्धकार भनेको। अन्धतामा प्रवेशन्ति यी अविद्या उपासते भनेको छ उपनिषदमा, होइन बुवा? अहमले ढाकेपछि सत्य पस्नै पाउँदैन, पस्दैन। त्यसैले यावत पापेषु कसरी यावत पापैछ तो मलिनम हृदय तावत एवै भनेको छ। जबसम्म हृदयमा पाप बाँकी बसिरहन्छ, कलमस बाँकी रहन्छ, अहमता बाँकी बसिरहन्छ, विषय अनुराग बाँकी बसिरहन्छ, तबसम्म त्यो हृदयमा अर्को सत कुरा प्रवेश गर्दैन। त्यस जबसम्म सत्य प्रवेश गर्दैन तबसम्म शास्त्र पनि सत्य लाग्दैन, बुद्धि पनि सत्य लाग्दैन, अनि गुरुको बाणी पनि सत्य लाग्दैन।
जब सत्य कुराको लागि सत्य लाग्दैन तबसम्म उसले सत्यको खोजी पनि गर्दैन हो, उसले आनन्दको अनुभूति गर्न पनि सक्दैन। सत्यको प्रत्याभूत भएको दिन मात्रै आनन्द हुने हो, ख्याल गर्नु होला। सत्यको प्रत्याभूत जुन दिन हुन्छ त्यही दिन आनन्दको अनुभूति हुन्छ। केवल सुख र दुःख यो त पाप र पुण्यका फल त हुने होइन र, त्यति हो। पापले दुःख दिन्छ, पुण्यले सुख दिन्छ। हे माता, यतिले हाम्रो जीवन हाम्रो यात्रा यति मात्रै होइन। पुण्यले स्वर्गसम्म पुर्याउँछ, फेरि संसारमा फेरि ल्याउँछ, पापले नरक पुर्याउँछ, फेरि ल्याउँछ। त्यसले माता योग्य पुरुष या पुंसत्व जो आत्मालाई कल्याण गर्न चाहन्छ, भगवानमा भेट्न चाहन्छ भने त्यसले चाहिँ के गर्नुपर्छ भन्दा योगको साधन गर्नुपर्छ, योगलाई साधन बनाउनुपर्छ भन्नुहुन्छ। सबभन्दा ठुलो बन्धन भनेको के हो? आसक्ति हो। त्यो आसक्ति महापुरुषसँग जोडियो भने मोक्ष हुन्छ। त्यो आसक्ति घर परिवार विषय र सङ्ग्रहसँग जोडियो भने, भोगसँग जोडियो भने त्यो बन्धन हुन्छ। त्यसैले आसक्ति के प्रति हुनुपर्छ? सद् महापुरुषहरूप्रति, सद्विचारप्रति, भगवानप्रति आसक्ति हुनुपर्छ, न कि व्यवहारिक लौकिक सांसारिक जीवनप्रति। सैव साधु सुकृतो मोक्षद्वारम अवावृतम। ती आसक्ति जब साधुसँग हुन्छ मोक्षको द्वार खुल्छ, मोक्षको ढोका खुल्छ। अब भन्नु त्यसो भए साधुको त कसरी चिन्ने बेटा भन्नु हो आमाले। आध्यात्मिक योग गर्ने कुरा पनि ठिक हो, मनलाई सही सङ्कल्पमा लगाउने कुरा पनि ठिक हो, अनि आसक्ति महापुरुषप्रति गर्ने कुरा पनि ठिक हो। अब त महापुरुष चिन्नु चाहिँ कसरी? महापुरुष चिन्नु नै पर्यो नि। जो मान्छे आउँछ यसो गेरु वस्त्र लगाएको, लुगा लगाएको देखो, हेरो धार्मिक पर्सनालिटी देखिन्छ होला महापुरुष भन्दा त्यसै विश्वास गर्नु चाहिँ हुँदैन भने यहाँ शङ्का पनि राखेको छ। ख्याल गर्नु होला, शास्त्रले बाहिरको आवरणले साधु होइन है। साधु केले हुनुपर्छ भन्दा भित्रको अन्तर्यताबाट हेर्नुपर्छ साधु हो कि होइन। जो मनुष्य तितिक्षव कारुणिक सुहृद सर्वदेहिनाम, साधु को जो सहनशील छ, गाली गर्दा पनि रिसाउँदैन। भगवान बुद्धलाई गाली गर्नेलाई भगवानले रिसाउनु भएन नि। भगवानले के भन्नुभयो भने उसले गाली गर्दा के भयो त? उसो आफू जे भित्र छ त्यही कुरा खन्याएर गयो। अब त्यसको मैले प्रतिक्रिया गर्नु हुँदैन, किनकि मैले प्रतिक्रिया तँसँग गरेँ भने मसँग पनि भित्र त्यही हुन्छ। मसँग त तँ छैन, मसँग त केवल करुणा छ। मैले उप्रति करुणा मात्रै व्यक्त गर्न सक्छु, अर्को मसँग भएको चाहिँ दिन सक्छु। तर मैले फेरि त्यो बेलासम्म दिन्न। कुन बेलासम्म दिन्न भने मैले दिएको चाहिँ उसले ग्राह्य गर्न सक्ने त्यो सामर्थ्य पात्र बन्दैन, तबसम्म दिन्न। ज्ञान कसलाई दिनु? सही भाँडामा दिनुपर्छ। भाँडो नभएको ठाउँमा लौ न थाहा भनेर खन्यायो भने भुइँभरि हुन्छ। भाँडो देखेपछि मात्रै खनाउनुपर्छ, ख्याल गर्नु होला कि होइन। हाम्रो आमाले खाना पस्किँदा बाबुले थाल भन्नुहुन्छ छोराछोरीलाई, छोराछोरीले चाहिँ थाल साम्राज्य भुजा हालिदिनुहुन्छ माथिबाट कि होइन। अब थालै नथापेन बाबु भात खान्छ ला भने हालिदिनु, कहाँ जान्छ त खानेकुरा? भुइँमा जान्छ। त्यस्तै त हो, सामान्य यस व्यवहारबाट ज्ञान प्राप्त गर्न सकिन्छ। त्यसलाई पात्रता चाहिन्छ। हरेक चिज अटाउने भाँडो चाहिन्छ, त्यो ज्ञान अटाउने पनि भाँडो चाहिन्छ। त्यो सत्पात्रमा मात्रै ज्ञान दिनुपर्छ। भगवान कृष्णलाई सबैलाई गीता दिएको भने किन अर्जुनलाई मात्रै दिएको त? अरूले दिएको भए हुन्थ्यो, अरू पनि थिए। भगवान बुद्धले किन उपदेश निश्चित व्यक्तिलाई दिए? सबैलाई दिए भए हुन्थ्यो नि त। त्यो निश्चित व्यक्तिलाई माध्यम बनाएर अरू सबैलाई अनुकरण गर्ने हिसाबले, प्रेरित गर्ने हिसाबले दिएको ज्ञान हो नि। त्यो ज्ञान गर्ने पात्र जो छ त्यो पात्र विशेषलाई दिनुपर्छ हो, अपात्रमा ज्ञान दान गर्नु हुँदैन भनेको छ। त्यसैले त्यो पात्र को हो भन्दा जो खाली भाँडो छ त्यो पात्र हो ज्ञान दिनलाई। ज्ञान दिने गुरुको, त्यहाँ गुरु कसरी छान्ने, साधु कसरी चिन्ने, अनि महात्माहरू महापुरुषहरू कसरी चिन्ने भन्दा जो मनुष्य सहनशील छ, जो मनुष्य के छ तितिक्षव भनेको छ। सहनशील भनेको तिक्षको अर्थ सहनशील छ, भेद रहित छ, कसैमा भेद गर्दैन, उच्च निच ठान्दैन, सबैलाई बराबर ठान्दछ। जो मनुष्य कारुणिका अत्यन्तै दयालु छ हो, समस्त सबै देहधारीहरू भनेको हामी जस्तै प्राणीहरू, कसैमा पनि विभेद गर्दैन, कसैलाई शत्रु ठान्दैन। सुहृद भने सबैलाई आफ्नो मित्रै मित्र ठान्छ। सर्वदेहिनाम अजात शत्रव शान्ता, कसैलाई शत्रु ठान्दैन। जो मनुष्य शान्त छ अनि जो साधव भनेको छ, परकार्यम करोति स साधु हुन्छ। साधनोति
कुनै पनि साधन उपायद्वारा अर्काको काम जसले गरिदिन्छ, अर्काको जसले राम्रो हित गर्छ, अर्काको हित गर्ने मान्छे नै साधु हो। आफ्नो हित गर्ने मान्छे साधु होइन, असाधु हो। अर्काको हित गर्ने साधु हो, आफ्नो हित गर्ने असाधु हो। साधु भूषण यस्तै साधुले भूषणले युक्त भएको भनेको छ। अब साधुको गहना के रहेछ त बुझ्नुभयो? साधु कसरी चिन्ने, असल मान्छे कसरी चिन्ने भन्दा जो मान्छे सहनशील छ, जो मान्छे विवेकी छ, जो मान्छे दयालु छ, जो मान्छेले कसैमा विभेद गर्दैन, लिङ्गको आधारमा, जातको आधारमा, रूपको आधारमा या तपाईँको योनिको आधारमा कसैसँग शत्रुभाव राख्दैन, शान्त स्वभावको छ, सरल स्वभावको छ, अनि सधैँभरि सत्पुरुषहरूको सङ्ग रुचाउँछ, सत्यमा स्थित छ, यस्ता मनुष्यहरू चाहिँ साधु हुन्। त्यसैले यिनीहरूको सङ्गत गर्नु र सँगसँगै मेरा दिव्य कथाहरू श्रवण गर्नु, मेरा उपदेशहरूको श्रवण गर्नु। जो म विभिन्न अवतारमा अवतरित भएर ज्ञान बाँडेको छु, यी विभिन्न अवतारका ज्ञानहरू छन् जो मैले मार्ग प्रस्तुत गरेको, त्यसको चाहिँ अनुसरण गर्नु। भगवान भन्नुहुन्छ मातालाई, मयि अन्यन्य भावेन भक्तिं कुर्वन्ति ते दृढां मत्कृते त्यक्त कर्माणस् त्यक्त स्वजन बान्धवा मदाश्रय कथा मिष्ठा शृण्वन्ति कथयन्ति च तपन्ति विविधास्तापा नैतान् मत गतचेतसः। मेरो शरणमा जो आउँछ त्यसलाई कुनै प्रकारको बाधा उत्पन्न हुँदैन। मेरो शरणमा आएकोको सधैँ कल्याण मात्रै हुन्छ। त्यसैले माता मेरो शरणको सेवा गर्नु या त मेरो शरणमा आउनु। साधु सन्तको सेवा गर्नु, साधु सन्तको सङ्गत गर्नु। जो सहनशील छ, दयालु छ, सबै देहमा ईश्वरको ब्रह्मको वास देख्छ अनि भगवानका दिव्य कथाहरूको स्मरण गर्छ, भगवानको उपदेशको श्रवण गराउँछ, आफू पनि सुन्छ,
हो अनि सधैँ सचितमा लागेको छ। यस्ता मनुष्यहरू जो छन् महापुरुष, त्यसलाई कुनै प्रकारको बिन्द कहिले हुँदैन। यतै साधव साध्य, यस्तै साधक र साध्वीहरू छन्, तिनको सङ्गत गर्नु, महापुरुषको सङ्गत गर्नु। सबभन्दा पहिलो जब सङ्गत गति लागेको हुन्छ त्यसपछि सबै अभद्र नाश हुँदै जान्छन्। अभद्र नाश हुँदै के अरे अभद्र नाश गर्नका निमित्त सत् व्यक्तिहरूको सङ्गत गर्नु भन्नुहुन्छ। त्यसो भए यहाँ भन्नुहुन्छ भक्ति योगको वर्णनको विषयमा, हे माता सबै कुरा त्याग्नु पर्दछ। जसले मलाई चाहन्छन्, भगवान् भन्नु, जसले मलाई चाहन्छ त्यो सबै कुरा त्याग्नुपर्छ। जबसम्म हृदयमा त्याग भाव हुँदैन, हाम्रा आचरण त्यागसँग जोडिँदैनन्, हाम्रा कर्महरू त्यागी हुँदैनन्, तबसम्म हाम्रो सञ्चित बनिरहन्छ। त्यो भित्रको अन्तस्करणको सञ्चित त्यागद्वारा मात्रै त्यहाँबाट विस्थापित गर्न सकिन्छ। आसक्तिले त जम्मा गरेको गरै गर्छ। त्यसैले वैराग्य भागमा रहनु, सबै कुराले ममा समर्पित हुनु। तीव्र न भक्ति होइन मनो मय अर्पितम स्थिरम, सबैले मै माथि भए मुकै म प्रति नै समर्पित हुनु भन्नुहुन्छ। हरि शरणम हरि शरणम प्रभु हरि शरणम राम शरणम प्रभु राम शरणम हरि शरणम प्रभु हरि शरणम हरि शरणम प्रभु हरि शरणम हरि शरणम प्रभु हरि शरणम। लक्षण पृथक यद्विदिता भूमिउच्यते पुरुष प्राकृतिक गुणै भन्नुहुन्छ। म तपाईलाई तत्त्वको लक्षणको विषयमा बताउँछु भन्नुहुन्छ। त्यो तत्त्व भनेको के हो भन्दा यो प्राकृतिक तत्त्व, एउटा ब्रह्म तत्त्व छ अविनाशी, अर्को छ सबै नाश हुनेवाला जो 24वटा तत्त्वहरू छन्। यी तत्त्वहरूको उत्पत्तिको विषयमा, यिनको पृथक अवस्थाको विषयमा र यिनी तत्त्वहरूबाट आफूलाई अलग कसरी गर्न सकिन्छ, के गर्दा यी 30का तत्त्वहरूको मात्राको बढ्छ र मान्छे बन्धनमा पर्छ र के गऱ्यो भने ती तत्त्वहरूलाई निश्चित गर्न सकिन्छ र त्यसबाट आत्मालाई अलग गर्न सकिन्छ भनेर प्राकृतिक तत्त्वहरूलाई अलग अलग ढङ्गले नामाकरण सहित जुन ज्ञान प्रदान गर्नुभएको छ यसलाई भनिन्छ सांख्य योग भनेको यही हो। प्रकृति अलग अलग तत्त्वको निरूपण, त्यसलाई संख्या भनेको हो, त्यो सांख्य योग। पञ्चमी पञ्चमी ब्रह्म चतुर्वी दशविश तथा एत चतुर्विंशतिकम गणम प्रदानिकम विदु। पञ्चमहाभूत आकाश, तेज, वायु, जल, थल। आकाशमै तेज जल थल के हो? यो पञ्चमहाभूत भयो।
अर्को छ शब्द, स्पर्श, अब रूप, रस र गन्ध। यसलाई भन्छ तन्मात्रा। यिनै पञ्चमहाभूतको अर्को तन्मात्रा। पञ्चमहाभूत 5, तन्मात्रा 5, 10। अनि अर्को अन्तस्करण, मन, बुद्धि, चित्त र अहङ्कार। यो चारवटै अन्तस्करण। 10 4 कति भयो? 14 भयो। त्यसै गरी कर्मेन्द्रिय 5, ज्ञानेन्द्रिय 5। अर्को 14 10 कति भयो? 24 भयो। यी 24 चिजहरू चाहिँ प्राकृतिक चिजहरू हुन्। यो प्राकृतिक चिज चेतन होइनन् है, यी जड हुन्। चराचर जगत यही 24 तत्त्वले निर्माण भएको छ। सबै जीवहरू यही 24 तत्त्वले निर्माण भएका छन्। यी चराचर जगतभित्र अनुगत हुने 25औं नम्बरको तत्त्व छ। हामीभित्र सबैभित्र अनुगत हुने 25औं नम्बरको तत्त्व छ। त्यो तत्त्व भनेको चाहिँ वासु तत्त्व हो। त्यसको देवता भएको भएर भगवानको नाम भएको वासुदेव। सर्वेषु अन्तस्करणे बसन्ति स वासु। संस्कृतमा यसको अर्थ यस्तो हुन्छ, सबैको अन्तस्करणमा वास गर्नेलाई वासु, उसको देवतालाई वासुदेव भने। सबैका घर घरमा वास गर्ने। हे माता, हामी शरीर होइनौँ, हाम्रो शरीर हो। हामी प्रकृति पनि अलग हौँ, तर मायामा मोहित भएर प्रकृति र योसँग सम्बन्ध जीवन नै हामीले सबै यही हो भन्ने ठानेका छौँ। त्यो अनुसारको कर्म गरेका छौँ। त्यसैले आत्मकल्याणका निमित्त प्राकृति अलग हो, अर्को पुरुष अलग हो। प्रकृति छुट्टै हो, पुरुष छुट्टै हो भनेर पुरुष तत्त्व र प्राकृतिक तत्त्वहरूको विषयको यहाँ निरूपण गर्नुहुन्छ र मातालाई ज्ञानोपदेश गर्नुहुन्छ। यतत् सत्त्वगुणं स्वच्छं शान्तं भगवत पदं यदारु वासुदेवाख्यम चित्तम तन्मोहदात्मकम। जो भगवान सत्वगुणमय, स्वच्छ, शान्त, भगवानको उपलब्धिको स्थान स्वरूप, जसलाई हामी चित्त भन्छौँ, कुनै महत्त्व हो, उसैलाई वासुदेव भनिन्छ भनेको छ। अनि सबैको अन्तर्भित्र वास गर्ने तत्त्व वासु, उसको परिणाम कत्रो हुन्छ त भन्दा अङ्गुष्ठमा त पुरुष हो, अन्तरात्मा सदा जनानाम हृदय सन्निविष्ट। कठोपनिषदमा बताइएको छ। अङ्गुष्ठ मात्र यत्रो, गढो पुराण पनि भनेको छैन भयो, अङ्गुष्ठमा त पुरुष हो भनेको छ। यत्रो चाहिँ हामीभित्र सबैभित्र वास गरेको चैतन्य तत्त्वको साइज यत्रो, बुढी अमला जत्रो। त्यो भगवानको अंश हो भने त्योभन्दा बाहिर सबै रहेको शरीर के प्रकृति हो। प्रकृतिको उत्पत्ति एउटा समयमा हुन्छ, एउटा समयसँग विकासक्रम अनि स्थिरता, अनि त्यसपछि फेरि अन्त्य हुन्छ। त्यसलाई उद्भव, स्थिति, लय। यसको शिकार को हुन्छ? प्रकृति हुन्छ। तर भित्रको चैतन्य पुरुष शिकार हुँदैन। उत्पत्ति स्थिति लयको शिकार हुँदैन, ऊ त्योभन्दा अलग हुन्छ। उत्पत्ति स्थिति लयको साक्षीको रूपमा रहन्छ अन्तर्हृदयभित्र। यसरी बुझ्नु पर्दछ। कर्तृत्व, कारणत्व र कार्यत्व भनेको छ। पञ्चमहाभूतको कार्यत्व लक्षण हुन्छ, इन्द्रियहरूको करणत्वको लक्षण हुन्छ, अनि अहङ्कारको चाहिँ कर्तृत्वको लक्षण हुन्छ भनेको छ। बुद्धिलाई प्रदुम्न भनेको छ शास्त्रमा यहाँ। यसरी यो अन्य हाम्रा यी प्राकृतिक तत्त्वहरूको प्रभाव, हाम्रो जस्तो ठोस तत्त्व हामी जसलाई हामी इङ्ग्लिस साइन्समा पढ्दा सोलिड भनेर पढ्छौँ होइन। यो पृथ्वी तत्त्व भनेको त्यही हो। अब त्यसको अंश हाम्रो शरीरमा छ कि छैन? चराचर जगतमा छ। अर्को जलको, जस्तो पानी लिक्विड, तरल तरल, त्यसको पनि हाम्रो शरीरमा प्रभाव छ। जस्तो हाम्रो रगत सगत सबै यो र्याल सिँगानदेखि लिएर सबै हाम्रो पछि जलमा पर्छ। तेज, जसका प्रभावले हामी कार्य गर्न सामर्थ्य राख्छौँ, काम गर्छौँ, त्यसको कारणले काम भएको हो। बसेको ठाउँ उठ्नु पर्यो, उठाउने तेज हो। ऊ त हेर्नु देख्ने के होइन बुवा? माध्यम
यो तेज हो, अर्को वायु सास फेर्ने सबै सिस्टम होइन। अनि आकाश हाम्रो ब्रेन छ नि, आकाश हो नि, आकाशको मात्रा। त्यहाँ तरङ्गहरूले एकले अर्को ठाउँको माध्यम बनाउँछन् भनेको छ, जहाँ आकाश भनेको अनन्तकोटि ब्रह्माण्ड विचरण गर्छन्। एक पिण्ड अर्को पिण्डमा के अरे एक पिण्ड अर्को ठाउँमा जसले माध्यम बनाउँछ, या एक तरङ्गले अर्को ठाउँको गतिको माध्यम बनाउँछ, त्यसलाई आकाश भनिन्छ। त्यसो हुनाले आकाश हाम्रो ब्रेनको सबैभित्र आकाश, सबै तरङ्ग मात्रै हुन्छ, केही पनि हुँदैन ब्रेनमा। थाहा छ साइन्समा पढाएको छैन? छैन है, तरङ्ग, त्यसले माध्यम भने आकाश। हामीले पञ्चमहाभूत भनेर पढाउँछौँ, विज्ञानमा 3टा महाभूत पढाइ हुन्छ है। आकाश र तेजलाई उनीहरूले पदार्थ मान्दैन आधुनिक विज्ञानले, तर हाम्रो वैदिक विज्ञानले हाम्रो आकाश र तेजलाई पनि पदार्थ मानेको छ। त्यसैले पदार्थको सङ्ख्या हुन्छ 5। इन्द्रियहरूलाई पनि हामीले अलग अलग तत्त्व मानेका छौँ। त्यसैले त विज्ञानले हाम्रो शरीर एउटा भनेर पढाउँछ, हामी 3टा शरीर भनेर पढाउँछौँ। अनि हाम्रा रोगको प्रकार पनि फरक भनेर पढाउँछौँ। हामी आदि र व्याधि भन्छ होइन बुवा? आदि भनेको भित्रकोलाई लाग्ने रोग, भित्रको शरीर लाग्ने रोग आदि हुन्छ। टेन्सन हुनु, रिस उठ्नु, खुसी हुनु, तनाव अनुभव गर्नु, त आदिभित्र पर्छ हो कि होइन? बेचैनी हुनु, अति उत्कर्षमा खुसी हुनु पनि त रोगै हो, त कहाँ आदिभित्र पर्छ। अर्को व्याधि भनेको पोल्नु, आइया गरेर उठ्छ नि, त्यो व्याधि पर्छ। शरीर बाहिरको देख्ने भौतिक शरीर लाग्ने रोग हो। यी सबै तत्त्वहरू मिलेर हाम्रो शरीर निर्माण भएको छ। त्यसैले माता यी अलग अलग तत्त्वको अलग अलग गति छ, ठोसको ठोससँग, तलको तलसँग। ऊ हामीले के गर्नुपर्छ भने अन्तिममा भन्दा हाम्रो यो शरीर हामीले विसर्जन गर्दा ठोसलाई ठोससँग, तरललाई तरलसँग, अनि वायुलाई वायुसँग, अनि तेजलाई तेजसँग, आकाशलाई आकाशसँग, इन्द्रियको तत्त्व जो छन् तिनका अध्यक्ष देवताहरू छन् तीसँग, अनि एवं क्रमले आत्माको भन्दा यी सबैभन्दा अलग हो, प्रकृतिभन्दा अलग हो। आत्मालाई परमात्मासँग जोड्नु पर्दछ। यही हो योग भनेको। अब योगमा सबभन्दा पहिलो के हुन्छ भन्दा यम र नियम हुन्छ, ख्याल गर्नु होला कि होइन? हाम्रो भौतिक शरीरलाई हामी शुद्ध बनाउनु पर्छ, हाम्रो भित्रको अन्तस्करणलाई हामीले शुद्ध बनाउनु पर्छ। यसका लागि हामीले यम र नियमको धारणा गर्नुपर्छ। हाम्रो भौतिक शरीरलाई शुद्ध बनाउनु आचरणको धारणा गर्नुपर्छ। अनि त्यसपछि आसन, अनि त्यसभन्दा पछाडि प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि। यही क्रमले हामीले योगको गर्नुपर्छ। मातालाई योग शास्त्रको विषयमा योग गर्ने कुरामा बताउनु भयो। यसको लागि सबभन्दा पहिले युक्त गर्नु, कर्म गर्नु। तपाईँको शरीर निर्वाहका निम्ति जे जे चाहिन्छ त्यो गर्नु। त्यागको अर्थ सबै त्याग्नु भनेको छैन। घर राख्नु, कति घर राख्नु, ठिक्क बस्न पुग्ने राख्नु भने। अन्नपात सङ्ग्रह गर्नु, कति 1 वर्ष खान पुग्ने ठिक्क, अर्को फेरि फल नलान्छ त खानु पर्यो नि। सम्पत्ति कति सङ्ग्रह गर्नु, तपाईँको केटाकेटी पालन पोषण गर्न पुग्ने सम्पत्ति सङ्ग्रह गर्नु। त्योभन्दा अधिक के परोपकार भावले अर्काको सेवा गर्नु, दान दिनु, दिनदुखेलाई बाँडिदिनु, त्यो पुरम धर्म हो। युक्त एकदम ठिक्क हरेक व्यवहार ठिक्क हुनुपर्छ। तपाईँको स्वास्थ्यमा के अनुकूल छ त्यो ग्रहण गर्नु, स्वास्थ्यको प्रतिकूल चिजलाई त्याग दिनु। अर्को हाम्रो स्वाभाविक रूपमा हामी के हौँ, हामी शाकाहारी हौँ। भोजन के गर्नु भन्दा हाम्रो शरीर अनुसारको भोजन गर्नु। अर्काको शरीरको भोजन हामीले ग्रहण नगर्नु, पाप लाग्छ। अहिंसा धर्ममा रहनु। माता यसरी आफूलाई धर्मको मार्गमा अभ्यस्त गर्नु भन्नुभयो। यसै गरी यम भनेको अनुशासनमा बाँधिने विषय हो है। जस्तो अहिंसाको धर्मको पालना गर्ने कुरा, सत्यमा रहने कुरा, ब्रह्मचर्यमा रहने कुरा, इन्द्रियलाई संयमित गर्ने कुराहरू, अनि बाहिर र भित्रको अभ्यन्तर र भित्रको शुद्धि गर्ने कुराहरू होइन, शौच नियन्त्रण इत्यादिका कुराहरू छन्। इन्द्रियको नियन्त्रण गर्ने कुराहरू, स्थिरताका कुराहरू छन्। हाम्रो शरीरलाई ताकत इनर्जी दिने प्राण छ, प्राणवायुलाई र प्राण शक्तिलाई नियन्त्रण गर्ने कुराहरू छन् हो। अनि इन्द्रियलाई चाहिँ बाहिर विषयपट्टि कुद्न दिने होइन, इन्द्रियलाई चाहिँ भित्री विषय, भित्रपट्टि विषयबाट मुख फर्काउनुपर्छ, विषयपट्टि कुदाउनु इन्द्रियलाई भनेको छ। ती कुराहरू छन् हो। अनि त्यस बेलामा मात्रै हामी धारणा गर्न योग्य हुन्छौँ ईश्वरलाई, सत्यलाई। त्यहाँभन्दा अगाडि हामीले ईश्वरलाई धारणा गर्न सक्दैनौँ हो। त्यो एकाग्रता, एउटा मनमा स्थिरता,
एउटा एक ठाउँमा मनलाई राखेन हुन्छ त्यस बेलामा हो त्यस बेलामा हामी बल्ल भगवानलाई ध्यान गर्छौँ। ध्यानको अर्थ चाहिँ खास गरी सत्यप्रतिको निष्ठा पनि हुन्छ, ध्यानको अर्थमा जागरुकपन पनि हुन्छ, आत्मस्वरूपको अनुभव पनि हुन्छ। किन हामी त भगवानको अंश मान्छौँ नि। हामी आत्मवाद हामी दुईवटा सिद्धान्त छ, एउटा अनात्मवादको सिद्धान्त, एउटा आत्मवादको सिद्धान्त छ। आत्मवादको सिद्धान्तले हामीले आफैले गडको अंश मानेर त्यसमा त्यसै चिजको चाहिँ प्रतिरोध गर्छौँ भने अनात्मवादको सिद्धान्त मान्ने भने चाहिँ ईश्वर छैन भन्ने हिसाबले मान्छ, तर पनि त्यो मान्दा के हुन्छ त्यहाँ गएर चाहिँ जागरुकपनमा गएर त्यो चाहिँ ध्यान गरेर टोकिन्छ भनेको छ हो। अब त्यसपछि समाधिको कुराहरू छन्, त्यसमा जुन बेला आत्माको परमात्मासँग कनेक्सन हुन्छ भन्छ उता अर्को अनात्मवादको दिशा भन्दा निर्माणको अवस्था हुन्छ, जुन बेलामा चाहिँ त्यो मान्छे चाहिँ सारीन अवस्था शून्यमा गएर चाहिँ स्थित रहन्छ भन्छ। त्यो शून्यमा स्थित रहनु भनेको परमात्मासँग कनेक्सन हुनु। जुन बेला काल कर्म र स्वभाव भगवानले स्वीकार गरेर प्रकृतिको सुरु भएको थियो, त्यसमा काल कर्म र स्वभावको त्यो जुन चरित्र छ, जुन कर्म छ त्यो त्यहाँ गएर सकिन्छ। त्यस बेला कालले नै प्रभाव पार्दैन, कर्मले नै प्रभाव पार्दैन, उसको स्वभावमा पनि त्यस खालको विकारको उत्पत्ति हुँदैन भने चाहिँ ऊ अब प्रलय ईश्वरप्रतिको आत्यन्तिक प्रलयको अवस्थामा पुग्छ। त्यस बेलामा अनि उसको आत्यन्तिक प्रलय बुझ्नुहुन्छ नि, आत्यन्तिक प्रलय आत्माको परमात्मा निवेदन हुने प्रलयलाई आत्यन्तिक प्रलय भनिन्छ। अरू प्रलय भनेको त प्रकृति शरीरसँग हुनु जन्मिने मर्ने क्रम हाम्रो जीवनमा र हाम्रो पिण्डहरूमा पनि विभिन्न प्रकार प्राकृतिक अब तपाईँको चाहिँ प्राकृत हामी यसो कथा आउँछ एकादशी शतकको कथामा त बेला भलिवादी कथा भनौँला हजुरलाई, ती प्रलयहरू छन्। यसरी आध्यात्मिक प्रलय यो भनेको आत्यन्तिक प्रलय हो, आत्मालाई प्रमाण लाग्यो नै। यसरी योगका विभिन्न विषयमा चाहिँ यसरी वर्णन गर्नुहुन्छ। सबभन्दा योगका तीनटा मार्ग, एउटा ज्ञान योग, भक्ति योग र कर्म योग होइन। यसमध्येमा सबभन्दा श्रेष्ठ योग भनेको चाहिँ भक्ति योग हो। ज्ञान युगमा खोज्दै गयो शङ्का हुन्छ, विभिन्न शास्त्र पढो के गरौँ होइन, विभिन्न गुरुको मत बुझौँ, अनि एउटाले एउटा अर्काले एउटा भन्दा के न कसो होला के नहोला भन्ने लाग्छ, संशय हुनसक्छ। कर्मयोग भनेको सधैँ हामीलाई काम सत्यसँग जोडिनुपर्छ। हामीले बिहान उठ्नेदेखि लिएर सुत्नेसम्मको, जन्मेदेखि मृत्युसम्मको सत्यसँग हरेक काम सत्यसँग जोडेर गर्ने त कर्मयोग हो। सबभन्दा सजिलो भक्ति समर्पित हुने, सबै गरेर तमसँग भगवान जानी नजानी के गर्छु, हजुरले जस्तो आज्ञा गर्छ म त्यही गर्छु, मेरो बुद्धिले मनले शरीरले जे सके त्यही अर्पण गरेर समर्पित हुने, त्यो चाहिँ वास्तवमा भक्ति योग हो। भगवानप्रतिको चाहिँ भक्ति चाहिँ समर्पण चाहिँ सबभन्दा श्रेष्ठ हुन्छ। त्यसैले भक्ति योग छ मार्गम विस्तार प्रभु भक्ति योगको विषयमा मलाई विस्तारपूर्वक बताउनुहोस् भनेर भन्नुहुन्छ। त्यसो भक्ति कसरी, भक्तिका विभिन्न प्रकारका भक्तिहरू छन्। भक्ति योगको विषयमा वर्णन गर्दा भगवान हुन्छ, विभिन्न प्रकारका भक्तिहरू छन्। हामी सबै भगवानका भक्त हौँ, जो भक्ति गर्छौँ सबै भगवानका भक्त, भक्ति मार्गमा लागेका सबै भगवानका परम भक्त। अब हामीले आफूलाई जाँच्नुपर्छ, ख्याल गर्नु होला हामी कुन खालका भक्त हौँ भनेर। अभिसन्ध्या यो हिंसाम धम्म मात्सर्यमेव वा भन्नुहुन्छ भगवान। संरमी भिन्न दृक् भावम मयि कुर्यात तामस। जो मनुष्य भेददर्शी छ, भेददर्शी भने बुझ्नुहुन्छ आफू ठुलो अरू सानो, आफू चोखो अरू बिटिलो, यो के हो भेददर्शी। आफू जान्ने अरू नजान्ने, आफूले जानेको ठिक अरूले जाने बेठिक, आफूलाई थाहा छ अरूलाई थाहा छैन, यही हो अभिसन्ध्याय भनेको। भन्नुभयो जो मनुष्य क्रोधी छ, जो मनुष्य रिसाउँछ, जो मनुष्य हिंसामा विश्वास गर्छ, जो मनुष्य दम्भ राख्छ, अनि मात्सर्य छ भनेको छ, मात्सर्य भाव भने मात्सर्य भनेको काम क्रोध लोभ मद मद आश्चर्य लिप्त भएको मात्सर्य भाव छ हो। यस्तो खालका भक्त चाहिँ सबभन्दा सानो भक्त हुनुहुन्छ भगवान। अब हामी सधैँ सानो भक्त हुने कि ठुलो भक्त हुने हजुर? सानो भक्त हुँदैन। यो सानो भक्त भनेको सबभन्दा कान्छो भनेको, यसलाई तामस भक्त भन्छ। जो चाहिँ ठुलो चाहिँ अहङ्कार नहुनु भन्ने हिसाबले फेरि तपाईँले अर्को ढङ्गले बुझ्नुभयो। भगवानको भक्तका श्रेणी छन्। हामी एक कक्षामा पढ्न ठिक भनेर बस्छौँ कि एक कक्षा 2 कक्षामा जान्छौँ, 1बाट 2मा जान्छौँ, 2बाट 3मा 5मा जान्छौँ, अनि एसी दिन्छौँ होइन र? अनि मास्टर डिग्री पढाइ सकियो, अनि त्यहाँभन्दा बानी सिक्ने कुरा त धेरै हुन्छन्। कुनै ज्ञान भनेको कुनै सकिने चिज विषय नै हुँदैन। मैले भन्न खोजेको के हो भने सबभन्दा कान्छो भनेको तामस भक्त।
यिनीहरूले भगवानको सेवा नि गर्छ, कुरान पनि सुन्छन्, कथा पनि जान्छन्, व्रत पनि धारण गर्छन्, तर मान्छेमा भेद गर्न बिर्सिन्छन्। के अरे भेद गर्न छोड्दैनन्। मान्छे अरूभित्र भगवान छन् भन्ने कुरा बिर्सिँदैन, त्यसमा के भेद गर्छन्। जो मनुष्य क्रोधी छ, सधैँ रिसाउँछ, हिंसा भाव राख्छ, त्यही पनि भगवान चाहिँ सम्झिन्छ। मात्सर्यता छ, त्यही पनि भगवान चाहिँ सम्झिन्छ भने यस्ता खालका भक्त तामस खालका भक्त हुन्। यिनले भगवानलाई कहिले प्राप्ति गर्न सक्दैन। फेरि ख्याल गर्नु होला, यी फेरि आउँछन्, जन्मिन्छन्, यस्तै गर्छन्, फेरि मर्छन्, फेरि गर्छन्। यो तामस खालका भक्त। अर्का दोस्रा भक्त छन् राजस भक्त। जो मनुष्य या प्राणीहरू, जो पुरुषहरू विषयको माग गर्छन् भगवानमा गएर, हे पशुपतिनाथ म हजुरलाई लाखपति चढाउला, यसो यसो भयो भने भन्छन्। अनि भएपछि लगेर चढाउँछन् पनि लाखपति। उनले भगवानलाई भक्ति गरेर भोकै बस्छन्, 5-10 दिन भोकै पनि बस्छन्, महिनामा 4-5 व्रत पनि लिन्छन्। तर के का लागि व्रत लिएको? राम्रो घर, राम्रो छोरो, राम्रो परिवार, सुख सम्पत्तिको लागि व्रत लिए। त्यो भगवानको व्रत भयो कि सम्पत्तिको व्रत हो? त सम्पत्तिको व्रत हो। त्यो भगवानको भक्ति हो कि सम्पत्तिको भक्ति? भन्दा त्यो भक्ति सम्पत्तिको हो, भगवानको होइन। अमेरिकाको भिसा लागोस् भनेर भाकल गर्छन्, कतारको भिसा लागोस् भने कोही भाकल गरेर पनि भेटेको छैन। मलेसियाको भिसा लागोस् भने भाकल गरेर कोही भेट्दैन मन्दिरमा। युरोपको भिसा लागोस्, अस्ट्रेलियाको लागोस्, किनभने त्यो भगवानको भक्ति गरे कि त्यहाँ भए सुख पाउँछन्, छोरछोरी गए पैसा कमाउँछन्, धन सम्पत्ति जोड्छन् भने गरे। ईश्वरको भक्ति हुँदैन। त्यस्तो खालको भक्ति गर्नेहरू चाहिँ राजस भक्त हुन्। यिनले सधैँ विषय माग्छन्, सुख माग्छन्, ऐश्वर्य माग्छन्, सम्पत्ति माग्छन् भगवानसँग। हो, यी दोस्रो यिनले पनि मलाई प्राप्ति गर्दैनन् भन्नुहुन्छ। यस्ता भक्तहरूले पनि मलाई प्राप्ति गर्दैनन्। विषयको भोग गर्छन्, स्वर्ग भोग गर्छन्, फेरि नाचन्छ, फेरि दुःखको अनुभव गर्छन्, फेरि मेरो शरण आउँछन्, फेरि सुख पुण्यका प्रभावले स्वर्गको भोग गर्छन्, यिनै क्रममा भुलेर बस्छन्। जो मनुष्य भगवानको भक्ति गर्छ, के का निमित्त भक्ति गर्छ? सम्पत्तिका निमित्त होइन, यसका निमित्त होइन, कृतिका निमित्त होइन, के का निमित्त? केवल पापलाई नाश गर्नका निमित्त। अन्तर हृदयमा पाप जमेको छ, त्यो पापलाई नाश गर्नका निमित्त जसले भक्ति गर्छ, जसलाई भन्छ कर्म निर्हार मुदिश्य परस्मिन् वा तदर्पणम् यजेत। भगवानलाई योजना गर्छ। कस्तो कर्म निर्हार मुदिश्य भनेको छ। कर्मको चाहिँ यो के अरे चाहिँ क्षय गर्नका निमित्त, पापलाई क्षय गर्नका निमित्त जो परमात्माको लागि चाहिँ पूजन गर्दछ, यस्ता खालका भक्त चाहिँ सबभन्दा श्रेष्ठ भक्त भनेको छ। पाप नाश गर्नका निमित्त गर्ने भक्ति चाहिँ श्रेष्ठ भक्ति हुन्छ। यी भक्तहरूले मलाई प्राप्त गर्न सक्छन् भन्नुहुन्छ। संसारका सबै जीवजीवात्माले ममाथि मोह गर्छन्, प्रेम गर्छन्, आसक्त हुन्छन्। प्रेम गर्दैनले मलाई प्राप्ति गर्दैनन्। जबसम्म उनीहरूको अन्तर हृदय शुद्ध हुँदैन, अन्तस्करण जबसम्म शुद्ध हुँदैन, तबसम्म मलाई प्राप्ति गर्न सक्दैनन्। त्यसरी शैव भक्ति योगाख्य भन्नुहुन्छ। पुरुषार्थ भक्ति मार्गलाई चाहिँ पुरुषार्थको रूपमा लिएको छ अरे शास्त्रमा। कुन खालको भक्ति भन्दा सात्विक भक्तिलाई ख्याल गर्नु होला। के राई? सात्विक भक्ति। त्यो सात्विक भक्ति भनेको श्रेष्ठ भक्ति। उसले भक्ति कुनै विषय माग्न गर्दैन, केवल पापलाई काट्न मात्रै गर्छ। अन्तर्हृदयको पापलाई, नेगेटिभपनलाई, त्यसलाई नाच्न मात्रै भक्ति गर्छ भने त्यो खालका त्यस्ता भक्तले फेरि यो सात्विक भक्तले मुक्ति चाहँदैनन्। विषय मात्र पर जाओस्, घर सम्पत्ति त कुरा जाओस्, भगवान मलाई मिलाउनुहोस् तपाईँसँग, यस्तो अपेक्षामै राख्दैनन्। भगवान तपाईँको परम पद प्राप्त गरौँ, यो पनि किनकि यो पनि सकाम हो नि। भगवान तपाईँसँग जान पाऊँ, यो सकाम भएन र? यो भाव पनि राख्दैनन्। जस्तो सालोक्य, शास्त्री, सामिप्य र सारूप्य 4 प्रकारको मुक्तिको वर्णन गरिएको छ। यी 4 प्रकारको मुक्ति पनि चाहँदैनन्, केवल भगवानमा प्रेम मात्रै गर्छन्। जुन करुणाले तपाईँको प्रेम गर्छन्, न म प्रति मोह हुन्छ, न विषय प्रति मोह हुन्छ, केवल म प्रति प्रेम हुन्छ। त्यो नि करुणायुक्त प्रेम हुन्छ भन्नुहुन्छ। अब यो मुक्तिको विषयमा सालोक्य मुक्ति। सालोक्य मुक्ति भनेको भगवानको नित्य धाममा निवास गर्ने मुक्ति। आत्मगत त्यहाँ निवेदन हुन्छ, त्यो भगवानमा प्राप्ति हुन्छ, त्यसपछि सधैँभरि त्यहीँ रहन पाइने मुक्ति, यसलाई भनिन्छ नित्य धामको निवास। यो हुन्छ सालोक्य। अर्को शास्त्री
यो भनेको भगवानको समान समान ऐश्वर्यताको भोग। यसै गरी अर्को सामिप्य, भगवानको नित्य समीपताको मुक्ति। अर्को सारूप्य, भगवान जस्तो हुनुहुन्छ उस्तै रूपमा रहने या भगवान नै बन्ने। यी 4 प्रकारका मुक्तिहरू हुन्छन्। यी 4 प्रकारका मुक्तिहरू भगवानका भक्तले लिँदैनन्, दिए पनि लिँदैनन्। चाहिँदैन प्रभु भन्छन् रे, त्यो अपेक्षा पनि राख्दैनन् भगवानसँग। यस्तो खालको भक्ति गर्नेहरू चाहिँ अत्यन्तै श्रेष्ठ भक्त हुन् भन्नुहुन्छ। यस्तो भक्ति चाहिँ अत्यन्तै उत्तम भक्ति हो भन्नुहुन्छ। अब त्यसै मेरा भक्तले गर्ने नियम के हुनु भनेर नियम भन्नुहुन्छ भगवान मातालाई। नियम छन्, निष्काम भावले रहनु, कुनै कामना नराख्नु, हिजोको कुरामा चिन्ता नगर्नु, भोलि हुने कुराको चिन्ता पनि नगर्नु, आज वर्तमानमा के गर्नु पर्यो त्यही गर्नु। बितेको कुरामा चिन्ता गरेर फर्किँदैन, भोलि चिन्ता गरेर हुँदैन। आज जे गर्नु भयो आज गरेकै भोलि परिणाम प्राप्ति हुन्छ। आज जस्तो अवस्था छ हिजो गरेकोले आजको प्राप्ति हो कि होइन? हामीले जे गर्यौँ, जो पुण्य गर्यौँ या पाप गर्यौँ त्यसको आज प्राप्ति हो। आज हामी जे गर्दैछौँ यही चिज भोलि हुन्छ। प्रारब्ध भने यही त हो नि, आजको कर्म नै भोलि परिणाम बन्न आउँछ। त्यसैले पहिलो कुरा निष्काम भावले श्रद्धापूर्वक भगवानप्रति भक्ति गर्नु, नित्य नैमित्य कर्महरूको पालना गर्नु भनेको छ। नित्य र नैमित्य भने के हो? जसो दसैँ, कृष्ण अष्टमी, बुद्ध जयन्ती, माघी, यो नित्य कर्मभित्र पर्छ पर्दैन? यसका उत्सवहरू, एकादशीको व्रत, सोमबारको व्रत, यो के नित्य पर्छ पर्दैन? नित्य। जस्तो आज हामीले भागवत लगाएका छौँ, नैमित्तिक हुन्छ। यो चाहिँ पर्व विशेषले जुराएर गर्ने। जस्तो घरमा सत्यनारायणको पूजा नैमित्तिक हुन्छ, रुद्री पूजा नैमित्तिक हुन्छ। सधैँ गर्नुपर्छ त? पर्दैन। यस्ता नित्य र नैमित्तिक दुईटै कर्म चाहिँ गर्नु पर्दछ, पालना गर्नुपर्छ। अनि नित्य प्रति हिंसा रहित उत्तम कर्म गर्नु भनेको छ। हाम्रा सबै कामहरू अहिंसावादसँग जोडिनुपर्छ। हाम्रा कर्ममा हिंसा भयो भने यसले हामीलाई मुक्त गराउन दिँदैन, हिंसा हुनु हुँदैन हो। अनि भगवानको प्रतिमाको दर्शन गर्नु, प्रतिदिन स्पर्श गर्नु, पूजा गर्नु, स्तुति गर्नु, वन्दना गर्नु। अनि सबै प्राणीहरूमा भूतेषु मद भावनाया भन्नुहुन्छ भगवान। सबै प्राणीमा मेरो भावले, सबै ईश्वर हुन्, भगवान नै हो भन्ने भावले व्यवहार गर्नु, कसैमा नगर्नु। अनि धैर्य धारण गर्नु, वैराग्यताको उत्पत्ति गर्नु हो, महापुरुषहरू सम्मान गर्नु। अनि जो दीन दुखी महता बहुमानेन दीननाम अनुकम्पया भनेको छ। दीन दुखीहरू जो गरिब छन् तिनमाथि अनुकम्पा गर्नु, तिनका दुःख नाश गर्नका लागि जे छ तपाईँको घरमा, तपाईँको सामर्थ्य जे पाउँछ त्यो दिएर उनलाई तृप्त बनाउनु हो। अनि आध्यात्मिक शास्त्रहरूको श्रवण गर्नु, सबैलाई मित्रहरूको जस्तो व्यवहार गर्नु, यम र नियमको पालना गर्नु भनेको छ। यम नियम छ, यम र नियम अघि भनिसकेका छ हामीले गर्दा। यम 5वटा, नियम 5वटा हुन्छ, ती तिनको धारणा गर्नु हो। अनि आध्यात्मिक शास्त्रको वर्णन गर्नु, भगवानको नामको स्मरण गर्नु, भगवानको कीर्तन गर्नु। अनि मनलाई सरलतामा राख्नु, सत्पुरुषहरूसँग सङ्गत गर्नु, अहङ्कारलाई त्याग गरिदिनु, अहम भावलाई त्याग गरेर आफूलाई गौण भावमा राख्नु। र त्यसपछि सत्यप्रति समर्पित हुनु। हे माता हम सर्वेषु भूतेषु, सबै प्राणीभित्र मै बसेको छु माता भन्नुहुन्छ हो। यो माम सर्वेषु भूतेषु, जो म सबैभित्र बास गरेको छु, सबैतिर म छु। हित्वाचाम, मलाई त्यो हेला गरेर, सबैभित्र म बास गरेको मलाई हेला गरेर अनि मलाई खोज्न कहाँ जान्छ? मन्दिरमा, देवतामा, तीर्थमा खोज्न जान्छ भने त्यो फल प्राप्ति हुँदैन। त्यो कुरुति अर्च विडम्बनम भन्छ। त्यो अर्चना भनेको विडम्बन भन्छ, त्यो फगत अर्चना मात्रै हुन्छ हो। सबैभित्र म छु, मलाई चाहिँ त्याग छ। अनि म जहाँ छैन त्यहाँ मलाई खोज्छ भने मलाई प्राप्ति गर्न सक्दैन भन्नुहुन्छ हो। त्यसैले बोधेशो बद्ध वैरस्य नमन शान्ति मृच्छति भन्नुहुन्छ। जसले सबैभित्र म बास गरेर चाहिँ मलाई नदेखेर यिनीहरू सब वैर भाव जसले गर्छ त्यसले कहिले शान्ति प्राप्ति गर्दैन। शान्ति प्राप्त गर्नलाई म सबैभित्र छु, त्यो सबैभित्र म छु, मै नै हुँ भन्ने भावले प्रेम गर्यो भने मात्रै शान्तिको प्राप्ति हुन्छ भन्नुहुन्छ। त्यसैले अथमाम सर्वभूतेषु भूतम कृतालयम, सम्पूर्ण प्राणीहरूको भित्र घर बनाएर म बसेको छु जीवात्माको रूपमा हो। यता योग्य ध्यान दान गरौँ, त्यसमा तपाईँसँग जे छ त्यही मैत्र भिन्न चसुसा भनेको छ हो। समदृष्टिद्वारा चाहिँ उनको चाहिँ सेवा गर्नु र त्यो ईश्वरभन्दा अलग छैन भन्ने भावले हेर्नु भनेको छ। यसरी गर्नु।
त्यसैले यो वर्णाश्रम धर्म छ हाम्रो चाहिँ जो हामी चारवटा वर्ण चारवटा आश्रमको धर्म छ वर्ण ब्राह्मण क्षेत्रीय वैश्य र शूद्र जुन वर्णमा हुनुहुन्छ त्यही वर्ण अनुसारको कर्म गर्नु जुन वर्णमा हुनुहुन्छ त्यही अनुसारको कर्म गर्नु ब्राह्मणले गर्ने ब्राह्मणीय कर्म छ क्षेत्रीयले गर्ने क्षेत्रीय कर्म छ र वैश्यले गर्ने वैश्य कर्म छ शूद्रले गर्ने शूद्र कर्म त्यही गर्नु अनि आश्रमहरू पनि छन् जस्तो वानप्रस्थ आश्रम छ त्यसपछि सन्यास आश्रम अनि गृहस्थभन्दा पूर्व ब्रह्मचर्य आश्रम र गृहस्थ आश्रम यो चारवटा आश्रम छ सबभन्दा पहिले 25 वर्षसम्मलाई ब्रह्मचर्य आश्रम 25 देखि 50 सम्मलाई गृहस्थ आश्रम 50 भन्दा 75 सम्मलाई वानप्रस्थ आश्रम 75 भन्दा पछाडिकोलाई सन्यास आश्रम भनेको छ उमेरको हिसाबले चाहिँ सन्यास बेलैमा लिन पनि सकिन्छ सुखदेव स्वामीले लिन्छु भनेर व्रतमै नलिनु भएको थियो त्यागको आश्रममा सन्यास आश्रम अनि वानप्रस्थ भनेको अनुसन्धान र खोजको तीर्थाटनको आश्रम हो गृहस्थ आश्रम भनेको पुरुषार्थ सिद्धि गर्ने कमाउने जमाउने आश्रम हो ब्रह्मचारी आश्रम भनेको विद्या आर्जन गर्ने सिक्ने पढ्ने आश्रम हो यसरी आश्रममा गर्नु अनि कोही मनुष्यले पनि अभिमान नगर्नु कसैले घमण्ड नगर्नु संसारका सबै मनुष्यले दुःख हुन्छ माता सुखको सब जुन हामीले देखेका छौँ नि महापुरुषहरूले त ठुलो सुख होला सफल व्यक्तिलाई ठुलो होइन संसारका सबैलाई दुःख हुन्छ भगवान कृष्ण दुःख भोगी भएन किन कंसको डरले नन्दबाको गोठमा लुक्नु पर्यो भगवानलाई दुःख भोगी भएन होला त्यस बेला भगवानलाई भगवानको सबभन्दा मिल्ने पाण्डवले वनवास जानु पर्यो कि परेन भगवानको परम भक्त द्रौपदीजी झन्डै सभामा नाङ्गी हुनु परेको थियो भगवान रक्षा गर्नु पनि भगवान रामचन्द्रले राज्य त्यागेर हिँड्नु पर्यो कि परेन अनि आफ्नो पत्नी अर्काले हरण गर्न मेरो सीता खोइ भनेर खोज्नु परेन संसारमा सबै दुःख छ ख्याल गर्नु होला संसारमा सबैलाई दुःख छ हामीले जो ईश्वर भनेर पूजा उनलाई पनि दुःख छ यसको अर्थ दुःख छ होइन दुःख छ दुःखको कारण पनि छ कि छैन दुःखको कारण हरेकको पछाडि एउटा कारण छ अकारण केही चिज हुँदैन शास्त्रले भनेको त्यही हो संसारको कारणको महाकारण ईश्वर भने त्यसैले हो अकारण केही हुँदैन दुःखको कारण छ अनि त्यो दुःखको जो कारण हो त्यसलाई औषधिमूलक गर्न पाउने दुःख जान्छ कि जाँदैन दुःख जान्छ दुःखको कारण पनि छ दुःखको उपचार गर्न सकिन्छ त्यो दुःखको उपचार गर्ने साधन त्यही हो धर्म भनेको त्यसैले माता कसैले पनि अभिमान नगर्नु सपति
सधैँ उनको साथमा सीता मैले पर्नु पर्यो सीता मैले पर्नु पर्यो रामको हातमा हर दिनको जिन्दगीमा हर दिनको नगर कृष्णचंद्र भगवान को हे प्रभु कृष्ण सखे बंसी बजाई देऊना हे प्रभु श्याम सखे बंसी बजाई देऊना तिम्रो भजन गाउँछु मलाई लय